महासङ्घ युए परिवार साथै युएमा रहेका सम्पूर्ण सञ्चारकर्मीको तर्फबाट नेपाल पत्र महासङ्घ साथै नेपाल दूतावास परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नेपाल दूतावास 12 वर्षको अवधिमा यसरी पत्र बीच अन्तर्क्रिया गरेको केही पटक हुँदै आइरहेका छन्। तथापि नेपाल दूतावास र युएमा क्रियाशील पत्रकारहरू बीच जुन किसिमको सम्बन्ध स्थापित हुनुपर्ने हो, जुन किसिमको सम्बन्धलाई अगाडि बढाउनको लागि सकारात्मक या गरेका पहलहरू अगाडि बढाउनु पर्यो, त्यो लेभलसम्म हामी नपुगिरहेको हामीले महसुस गरेर नै नेपाल दूतावाससँग पत्रकारहरूको सम्बन्ध राम्रो होस् भन्ने अभिप्रायले यो अन्तर्क्रियाको लागि हामीले समय मागेका छौँ। मुख्य कारण नेपाल पत्र महासङ्घ युए शाखाले अपेक्षा गरेको चाहिँ नेपाल दूतावास र युएमा रहेका क्रियाशील पत्रकार बिचको एउटा सम्बन्ध के कस्तो हुनुपर्छ भनेर एउटा एक किसिमको छलफल गऱ्यौँ भने हामी आगामी दिनमा अगाडि बढाउन सक्छौँ भन्ने हामीले मुख्य अपेक्षा हो। साथै युएमा हुने नेपाली दूतावासले सम्प्रेषण गर्ने समाचारका सामग्रीहरू युएमा क्रियाशील पत्रकारहरूले के कसरी पाउन सकिन्छ र सहज रूपमा पाउनको लागि के कस्ता अवधारणाहरू अगाडि ल्याउन सकिन्छ भनेर छलफल गऱ्यौँ भने र सूचना चाहिँ युएमा रहेका सम्पूर्ण क्रियाशील पत्रकारहरूले सहज रूपमा पाउने वातावरण भयो भने पनि युएमा हुनेका र नेपाली दूतावासले गरेका सकारात्मक कामलाई अगाडि बढाउन सकिन्छ र युएमा रहेका मानिएका 4 लाख नेपालीहरूबिच सहज रूपमा पुर्याउन सकिन्छ। त्यसको लागि नेपाल पत्र महासङ्घले सञ्चार क्षेत्रमा एउटा भूमिका खेल्ने प्रतिबद्धता साथ यो अन्तर्क्रियाको लागि पनि हामी सबैले मागेका छौँ। साथै युए नेपाल दूतावाससँग केही समय अगाडि गरेको कार्यक्रम र त्योभन्दा अगाडि गरेको कार्यक्रमहरू पनि युएमा को पत्रकार हो र को पत्रकारलाई मान्ने र कोलाई पत्रकारलाई चाहिँ निमन्त्रणा गर्ने भन्ने समस्या पनि जस्तो हामीले महसुस गऱ्यौँ। त्यसको लागि पनि नेपाल युएमा रहेका क्रियाशील पत्रकारहरू, नेपाल पत्र महासङ्घमा रहेका कार्य समितिका सम्पूर्ण सदस्यहरू र युएमा समाचारहरू लेख्ने नेपाल पत्र महासङ्घ युएको सदस्य भएका र नभएका पत्रकारहरूको पनि एउटा लामो लिस्टहरू हामी तयारी गरेर आएका छौँ, जो रेकर्डहरू हामी आज दूतावासलाई पनि बुझाउँछौँ, जसले गर्दा दूतावासलाई आगामी दिनमा सहज रूपमा समाचार सम्प्रेषण गर्न या औपचारिक कार्यक्रमहरू निम्तो गर्न पनि सहज रहोस्। र अर्को मुख्य महत्त्वपूर्ण पाटो भनेको नेपाल पत्र महासङ्घ युए शाखाले गर्ने दूतावाससँग गर्ने अपेक्षा त समाचार चाहिँ सत्य तथ्य रूपमा युएमा क्रियाशील पत्रकारलाई समानुपातिक रूपमा सूचना प्रवाह गरियोस्। साथै दूतावासले पनि पत्रकारसँग निश्चय नै केही अपेक्षा गरेको हुन्छ। अघि कार्यवाहक राजदूतज्यूले भने जस्तै सकारात्मक कुरालाई सकारात्मक रूपमा लिइदियो भने या नकारात्मक कुरालाई पनि सल्लाहको रूपमा अगाडि बढाइयो भने पत्रकारले सन्देश सही रूपमा जान्छ भनेर जुन अपेक्षा गर्नुभएको ती कुराहरूलाई पनि पत्रकार र पत्र महासङ्घले मूल्याङ्कन गर्नेछ र यस अन्तर्क्रिया यसरी नजिक भइयो भने आगामी दिनमा समाचार सम्प्रेषण गर्न सजिलो हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। युएका विभिन्न समस्याहरू छन्। हामी सञ्चारकर्मी व्यावसायिक पत्रकारिता नभए पनि युएमा सामाजिक पत्रकारिता गर्छौँ र सामाजिक पत्रकारिताले युएमा हुने समस्याहरू या युएमा हुने परिवर्तनहरू सहज रूपमा सामाजिक क्रिया पत्रकारिता मार्फत हामी पुर्याउन सक्छौँ भन्ने अपेक्षा छ। आजको यस कार्यक्रम हामी जम्काभेट गएका छौँ। हामी सर्वप्रथम परिचयात्मक कार्यक्रम गरौँ र अन्य अन्तर्क्रिया गरौँ। नमस्ते, म त्रिलोचन कोइराला, नेपाल पत्र महासङ्घ युए शाखाको अध्यक्ष। विगत 5 वर्षदेखि युएमा छु। अहिले चाहिँ युए प्रवेश गर्दा रोजगारको लागि प्रवेश गरे पनि अहिले चाहिँ शान्तिनो व्यवसाय सञ्चालन गरिरहेको छु। मफसल लाललाई प्रिन्ट मिडिया नेपाल सरकारको वर्गीकरण गरेको खबरको पत्रिका मफसल साप्ताहिक मफसल साप्ताहिक मोरङबाट प्रकाशित हुन्छ, मोरङबाट प्रकाशित हुन्छ। त्यसको प्रधान सम्पादक छ र यहाँ त्यसलाई चाहिँ अनलाइन संस्करण प्रकाशन गर्छु र त्यसको प्रधान सम्पादक। नमस्ते, म लक्ष्मण खनाल, नेपाल पत्रकार महासङ्घ युए शाखाको सचिव छु। अहिले म रोजगारीकै सिलसिलामा छु। देश परदेश गर्छौँ। म यहाँ मोफसल अनलाइनमा चाहिँ मैले न्युजहरू सम्प्रेषण गर्छु। धन्यवाद। अन्नपूर्णमा पनि
चाहिँ हो युए बसाइछन्। देश प्रदेशमा एउटा चाहिँ पाकिस्तान एक्सप्रेस भन्ने ब्लग साप्ताहिक अथवा कहिलेकाहीँ 2 हप्ता नियमित रूपमा निकालेको छ। सँगसँगै एभरेस्ट र अन्य अनलाइन रातोपाटी लगायत अन्य मिडियाहरू युएका समसामयिक मजदुरहरूसँग इस्युहरूलाई देखान गर्ने गर्छु। नमस्कार, मेरो नाम गीतामणि पर्ने। अर्पण चाहिने परिचय गर्ने पर्दो पत्रकार महासंघ शाखाको मेम्बर मैले दुई खबरमा काम पनि गर्छु र संस्थाको अध्यक्ष भएको कारणले अलिकति सोझा भागै छ। मेरो सोसाइटी युनियनको अध्यक्षमा पनि छु। प्रेसिडेन्ट पनि हो सहित पहिलादेखि नै पत्रकारिता क्षेत्रमा लागेर काम गर्दाखेरि साथीहरूसँग अब यहाँ नेपाल पत्रकार महासङ्घ सदस्य पनि हो। नमस्कार, म निर्भीक नारायण भुटेल, घर चाहिँ पर्वत। विगत 5 वर्षदेखि पत्रकारिता क्षेत्रलाई अगाडि बढेको छु। पछिल्लो समय 2 वर्षदेखि युएमा कार्यरत छु र युएका घटना र गतिविधिहरूलाई नेपाली राष्ट्रिय मिडिया, नागरिक राष्ट्रिय दैनिक र पछिल्लो समय एभिन्युज टेलिभिजनका रचना रिपोर्ट दिँदैछु र गरिरहेको छु। अहिले चाहिँ म आएर छु। नमस्कार, म समीर घिसिङ लामा, हाल युएको अनलाइन सहरमा बस्दैछु र एउटा प्राइभेट स्कुलमा कार्यरत छु र पत्रकारिता क्षेत्रको म एकदमै नयाँ हुँ र अहिले हाल आएर म तामाङ अनलाइन मिडियामा आबद्ध छु र साथसाथै यहाँ स्थानीय रूपमा अनलाइन पोर्टलमा चाहिँ नि रातोपाटी र सुनौलो नेपाल.com मा चाहिँ नि मैले समाचारहरू चाहिँ नि दिने काम गरिरहेको छु। र खासै भन्यो भनेदेखि नेपाल पत्रकार महासङ्घ युए शाखासँग पनि म आबद्ध छु, एकदमै नयाँ छु। त्यो कारणले गर्दाखेरि तपाईँको पत्रकारिता क्षेत्रमा एउटा नयाँ दलको एउटा सदस्यको रूपमा चाहिँ म अहिले भित्रिरहेको छु। नमस्कार, म कमल लोमाले। मेरो बसाइ अबुधाबी र विगत 2 वर्षबाट म अबुधाबीमा छु। पहिले नै नेपालमा हुँदादेखि नै मेरो पत्रकारिता र अबुधाबी आइसके लगत्तै लगभग भनौँ 1 वर्ष अगाडिबाट म पत्रकारितामा संलग्न छु। नेपालबाट बुटुवलको अथवा अझ भनौँ दिनदरको कञ्चन दर्पण साप्ताहिक, त्यसै गरी उज्यालो लालटिन र साझा खबरमा आबद्ध छु। त्यहाँबाट उज्यालो लालटिन, उज्यालो अनलाइन नै अब उज्यालो लालटिन। नमस्कार, म हरि नेपाली, मेरो घर धारी। यहाँ नेपाल पत्रकार महासङ्घ युए शाखाको सहसचिव र नेपालमा मुक्तिमार्ग साप्ताहिक र रेडियो बिहानमा समाचार सम्प्रेषण गर्ने काम गर्छु। सँगसँगै धार्मिक पोस्टमा पनि काम गर्छु। नमस्कार, म भोगराज बस्याल, घर सिङ्गा नेपालमा। यो विगत 9 वर्षदेखि 2009देखि युएमा छु। पत्रकारिता क्षेत्रमा 12 वर्षदेखि अनुभव पत्रकारिता क्षेत्रमा छ। अहिले युएमा रहेर कारोबार दैनिकमा युएबाट सँगसँगै सानो व्यवसायमा आबद्ध छु। नमस्ते, म एकेन्द्र थापा, घर चाहिँ स्याङ्जा। विगत 11 वर्षदेखि युएको बसाइ नेपालमा एभिएसन टेलिभिजन र दुबईमा नेपाली भोइसमा आबद्ध र अहिले आफ्नो एउटा व्यवसाय नमस्ते ट्राभल सञ्चालन गरेर बसिरहेको छु। धन्यवाद। यहाँहरू नमस्कार, म रामकुमार परियार, घर मोरङ, 2.5 वर्षदेखि क्रियाशील छु। पत्रकारिता 10 वर्ष बढी भयो पत्रकारितामा समेन्द्र साप्ताहिक, त्यसैको अनलाइन संस्करण समेन्द्र.com यहाँबाट चलाइरहेको छु। त्यसबाहेक नेपालका अन्य राष्ट्रिय मिडियाहरू पनि समाचार लेखिरहेको छु। धन्यवाद। दूतावासको वित्तीय सचिव तथा सूचना विगत 2 वर्षदेखि नेपाली घर पनि थाहा पाउनु बाहिर एकदम फुल यहाँ कृषिमा आएर घर सुन्नुभन्दा किनकि धेरै वर्षपछि हुन त पटक हामी धनञ्जय झा युवराजदूत हुँदा पनि हामी आएका थियौँ। अर्जुनजीको केसमा हामी पत्रकारहरूले भोगेका अथवा झेलेका समस्याहरू लिएर पनि हामी धेरै पटक दूतावासमा आयौँ। तर दूतावासले यो किसिमको समय लिएर लगाउनुहोस् हामी छलफल गरौँ। युएका पत्रकारलाई
नेपाल पत्रकार महासङ्घ युए शाखाले र शाखामा आबद्ध नभएका साथीहरू पनि एउटा परिचयको क्रममा तपाईँले थाहा पाउनुभयो। ती साथीहरूको अपेक्षा के हो भने दूतावासमा जुन यहाँको दूतावास भनेको हामी 4 लाख नेपालीको लागि एउटा राज्य जस्तै हो। समस्या पर्दा अथवा दुःख पर्दा अथवा हरेक सुख दुःखमा अभिभावकत्व निर्वाह गर्ने दूतावास र पत्रकारहरू त्यसको त्यो जुन 4 लाख नेपाली र दूतावास बिच मिडिएटरको रूपमा काम गरिरहेका हुन्छन्। जस्तो 4 लाख नेपालीहरूका बिचमा उब्जने समस्याहरू, ती समस्या अथवा चुनौतीहरू, ती समस्या समाधानका उपायहरूदेखि लिएर मिडियामा पोखिएका हुन्छन्। त्यसमा दूतावास बिच समन्वय भयो भने अथवा राज्यको निकायसँग पत्रकारहरू बिचको समन्वय भयो भने त्यसलाई जनतामाझ पुर्याउन अथवा सम्बन्धित निकायमा पुर्याउनको लागि एउटा सहज वातावरण बन्ने थियो। दूतावासको हिजो पत्रकार महासङ्घ कोही व्यक्तिगत रूपमा कोही साथीहरू हुनुभयो होला, सम्बन्ध पनि भयो होला, भन्दा पनि एउटा आधिकारिक रूपमा सूचनाहरू प्रवाह गर्ने, सूचनाहरू सञ्चार गर्ने विषयमा दूतावाससँग एउटा सम्बन्ध र साथी भाइबिच एउटा धनञ्जय झाज्यूको टिम हामी आयो। आज हामी भेटेर जान्छौँ, पर्सि हामीलाई चिन्नुहुन्थेन। समस्या त्यो पनि थियो हिजो। त्यो नहोस् कि दूतावास अब अहिले त दूतावास एउटा सकारात्मक पक्ष सूचना अधिकारी हामीले पाएका छौँ। हामी उहाँसँग सम्पर्क गरेर अथवा उहाँले जुन दूतावासका सूचनाहरू विज्ञप्ति मार्फत निकाल्दाखेरि हामीलाई त्यो जुन हामीले आज प्रदान गर्छौँ त्यो मेलमा पनि हालिदिनु भयो भने कुनै विज्ञप्ति निकाल्दैछ अथवा कुनै दिन दूतावास बन्द हुँदैछ, कुनै दिन केही विज्ञप्तिहरू निकाल्छ दूतावासले भने ती सूचनाहरू कमसेकम पत्रकार साथीहरूको मेलमा आयो भने सबैभन्दा राम्रो र साथीहरूलाई समाचार सम्प्रेषण गर्ने आधार पनि त्यो बन्ने थियो। एउटा कुरा। अर्को कुरा, युएमा क्रियाशील जुन नेपाली पत्रकारहरू छन् जो वैदेशिक रोजगारीको सिलसिलामा अथवा व्यवसायको सिलसिलामा अथवा यहाँ अहिले पेसेवर रूपमा नितान्त होल टाइमरको रूपमा काम गर्ने पत्रकार साथीहरू हुनुहुन्न, तर पनि एउटा सोसियल रूपमा पनि पत्रकारिता गर्ने साथीहरूको रेकर्ड चाहिँ दूतावासमा हो कि जस्तो को छ पत्रकार, को हुन् पत्रकार भन्ने जस्तो धारणा दूतावासबाट नआओस् भन्नको लागि पनि हामी रेकर्ड फाइल गर्न भनेर पनि आज आएका छौँ। नेपाल पत्रकार महासङ्घले दूतावाससँग जुन जुन अपेक्षा गरेको छ त्यो त हामीले राख्यौँ र युएमा हुने विभिन्न समस्याहरू आउँछन्। जस्तो सरकार अथवा नेपाल सरकार र युएको कानुनले वर्जित गरेका कुराहरूमा जस्तो तपाईँहरूले राखेका प्रेजेन्टेसनमा प्रस्तुतिहरूमा पनि हामीले भेट्यौँ। यी कुरा समस्याको समाधानको लागि पत्रकार महासङ्घ र दूतावासले समन्वय गरेर न्यूनीकरण र समाधानको लागि के गर्न सकिन्छ, यस्ता विषयमा छलफल गरौँ भनेर चाहिँ आज हामी यहाँ उपस्थित भएका हौँ। भन्दै हाम्रो मेन मुद्दाहरू चाहिँ यिनै रहेको। नेपाल पत्रकार महासङ्घ देशमा एउटा अधिकारीको एउटा पार्टीको पर्सन एउटा तोकिदिनु भयो भने एकजना पठाएर उहाँले त्यो काम गर्दा सहज होला जस्तो लाग्छ। त्यो सबैलाई पठाउनलाई अब कार्यलाई सजिलो नगर्न सकिन्छ। यहाँको आफ्नै छुट्टै इमेल छ भने त्यो कुनै दूतावास उपलब्ध होला, नभएर अब एउटा भनौँ एउटा मेन महासङ्घको मेन के प्रमुख कुन चाहिँ नि हो अथवा व्यक्तिगतमा छ तर हाम्रो महासङ्घ छुट्टी छैन भने पनि एउटा व्यक्तिलाई चाहिँ उहाँले जस्तो हामी तपाईँ है सूचना दिएर है तपाईँको अध्यक्षलाई दिने कि महासङ्घलाई दिने हो कि अब तपाईँको कमिटीमा होला नि त्यो सञ्चार त तपाईँ सबै त्यही सञ्चारकर्मीहरू सञ्चारकर्मीमध्ये पनि सञ्चार हेर्ने पनि हुन्छ नि फेरि जिम्मेवारी हुन्छ नि एउटा पार्टिकुलर व्यक्तिगत हुन्छ नि। त्यस्तो नै हाम्रो सूचना दिएर दिनुभयो भने उहाँले जुन हाम्रो यहाँ गरेका क्रियाकलापहरू सार्वजनिक सूचनाहरू प्रेस रिलिजहरू हामी त्यहाँ पठाउँछौँ उहाँ मार्फत यहाँको सबैकोमा पठाउन उपयुक्त होला जस्तो लाग्छ। हामी सबैलाई पठाइदिनु हुन्छ भने कामहरू यहाँ गरेर सार्वजनिक गरिदिनु हामी खुसी हुन्छौँ है। हामी राम्रो काम गरिरहेका छौँ है। राम्रो कामहरू त्यसलाई यथार्थ कुरा बुझेर लिनु, नराम्रो कुरा पनि भएको कुरा हामी लिनु र यथार्थ कुरा गर्दाखेरि यहाँनिरसँग सत्यता के हो उसको कहिले तपाईँ नराम्रो गरेको कुरा व्यक्तिले नराम्रो विषय तपाईँलाई गर्न सक्छ र थोरै भए भेट्ने गर्ने गर्नु हो भने तपाईँको सूचना पनि सत्य तथ्यमा तपाईँहरूको इन्टिग्रिटीमा राम्रो गर्छ। कुनै गलत सूचना प्रभाव गरियो भने त्यसले नेगेटिभ असर गर्छ।
सुधार गर्नु सक्छ तर उनीहरूले धेरै कुरा गर्दाखेरि प्रशिक्षणहरू गरिरहेको कारणले जनस्तरसम्म पुग्यो कार्यक्रमले सार्थक त्यतिखेर चाहिँ त्यसका लागि धेरै धन्यवाद दिन चाहन्छु दूतावासको तर्फदेखि देवचन्दजीसँग 2-3 पटक भेट हुँदाखेरि अब हामीले यहाँ भनेको जस्तै नेपाल बिजनेस काउन्सिल पत्रकार महासङ्घ एनआरएम एटलिस्ट तपाईँको एउटा कमिटी गठन थियो एउटा औपचारिक रूपमा चिन्जान भइसकेका कमिटी गरौँ है भने कसरी म पत्रकार मलाई सूचना दिनुहोस् भन्यो भने अब हामीले भेरिफाई गर्ने आधार के त पत्रकार महासङ्घको सदस्य हो कि होइन के हो कसो सूचनाको भूमिका उनीहरू महासङ्घ भनेपछि त हामी ढुक्क भएछ त्यस कारणले उहाँलाई भनेपछि उहाँले पनि अब सट्टा लिनुभयो आज कार्यको साथमा विगतको कुरा अलिकति उठाउन चाहन्छु अब पहिलाको अध्यक्षज्यू आएपछि महामण्डलजी भेटेपछि सबैले सकियो भनेर अब बोल्दा पनि बोल्नुहुन्थ्यो नि हिसाबमा त्यस्तो चाहिँ अब तपाईँको साथीहरूसँग नभए सम्बन्ध हार्दिकताको सम्बन्ध राख्नलाई व्यक्तिसँग होइन संस्थासँग सम्बन्ध राख्नु कुरा अस्तिको प्रोग्राममा भएकै कुराहरू जसरी तपाईँ संरक्षण गर्नुभयो त्यसले चाहिँ सांस्कृतिक कार्यक्रम सफल गरेर दूतावासको एउटा धेरै पछि दूतावासको एउटा सकारात्मक धारा निर्माण गर्न पुगेको छ हाम्रो यो अब अरू फिडब्याक आउँदा पनि यसलाई मुख्य व्यक्ति तपाईँहरूलाई विशेष धन्यवाद दिन्छु अरू कुराहरू चाहिँ आउँदै गर्छन् आज हामी नेपाली दूतावासमा हिजो गार्जियनको रूपमा नेपाल पत्रकार महासङ्घ शाखा युएलाई बोलाएर हामीले छलफल र प्रवासको बसाइसँगै नेपाल पत्रकार महासङ्घ शाखा युएले खेलेको भूमिकाका बारेमा अथवा नेपाली दूतावाससँगको सम्बन्धका बारेमा छलफल गर्ने जुन यो समय आज छुट्टीका दिन पनि निकालेर आफ्नो अमूल्य समयलाई हामीसँग बिताउने जमर्को गरिदिनु भयो यसका लागि विशेष धन्यवाद नेतृत्व कार्यवाहक राजनीतिक नेतृत्व टन्डन र द्वितीय सचिव कृष्ण अर्जुनलाई म आफ्नो व्यक्तिगत र नेपाल पत्रकार महासङ्घ शाखा युनिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रवासको बसाइसके सँगसँगै पहिला हामी रोजगारीको सिलसिलामा आयौँ। रोजगारीको सिलसिलामा आफ्नो जीविकोपार्जन गर्दै आफूले जानेको सिप पत्रकारिता विशुद्ध समाजसेवी भएर हामीले प्रवासको बसाइमा विभिन्न सङ्घ संस्थाहरूसँग हातेमालो गर्दै आजसम्म यहाँ आइपुग्यौँ र
यसरी लाग्ने क्रममा आकाशमा देखिएको कालो बादल जुन उचाइमा पुगेर तलका दृश्यहरू नदेखिने अवस्थामा रुलिएको अवस्था र आजको यस बसाइसँगै अब त्यो कालो बादल हटेर निलो आकाश देखिने सम्भावना र भोलिका दिनहरूमा छर्लङ्ग हामी को हौँ र हामीले कोसँग सहकारी गर्नुपर्छ र हामीलाई दूतावासले गरेको सहकार्य र पत्रकारी भोलिका दिनहरूमा दूतावाससँग भएका सूचनाहरू जो राज्यबाट आएका हुन्छन्। अघि नै यहाँ कुरो आइसकेको पनि छ, 4 लाख नेपालीहरू रहेको ठाउँ यो युएईमा सबैसँग दूतावास सहकारी गर्न पुग्न पनि नसक्ला। त्यसै गरी पत्रकारहरूलाई यहाँले सहकारी गर्दै हामीलाई सूचना पाइयो भने हामीले विभिन्न माध्यमबाट विभिन्न मिडियाहरूबाट सजिलै सम्प्रेषण गर्न सक्ने अवस्था पनि रह्यो। आजको युग आधुनिक युगसँगै सोसियल मिडियाले पनि राम्रो भूमिका खेलेको पाइन्छ, राम्रा कुराहरूलाई अग्रसर रूपमा लिएको पाइन्छ र हिजोका दिन र आजको दिनमा नेपाली दूतावासको भूमिका युएईमा रहेको धेरै अन्तर पाइसकेको छ। म 5-7 महिना अथवा पहिला दुबईमा यहीँ आउँदा पनि यो अवस्थै थिएन, यो सिर्जनै थिएन। अहिले यहाँ आउँदाखेरि धेरै फरक मैले पनि पाएको महसुस गरेको छु। धेरै कुराहरू भइसकेका छन्। तपाईँको इम्पोर्टेन्ट इन्फर्मेसन सूचना प्रवाहको कुरा पनि आइसकेको छ। त्यसै गरी प्रवासमा रहेका यसरी सूचना लेख्ने अथवा पत्रकारिताका कलम चलाउने साथीहरूका लागि महासङ्घले एउटा फाइल, महासङ्घको फाइल अथवा हाम्रो जुन लिस्ट छ महासङ्घमा आबद्ध साथीहरूको लिस्ट नेपाली दूतावासमा एउटा फाइल रहिरहोस् र नेपाली दूतावासमा हुने हरेक गतिविधिहरू एफएनजेमा आओस् र हामीले पनि सधैँ सहकारी गर्न पाइयोस्, यो पनि हाम्रो चाहना हो। प्रब्लम एन्ड सल्भिङ जुन कुरो युएईमा दिनानुदिन प्रब्लमहरू बढ्दै गइरहेका छन्, दुःखद घटनाहरू घटिरहेका छन्। यस्ता दुःखद घटनाहरू नजिकबाट अथवा सजिलै कसरी यसलाई सल्भ गर्न सकिन्छ, त्यसमा पनि महासङ्घ र नेपाल दूतावासको सहकार्य राम्रो होस् अथवा हामीले यसलाई अझ नजिकबाट कसरी सहकारी गर्न सकिन्छ यसमा पनि दूतावासले चासो राखोस् भन्ने पनि मेरो सोचाइ हो। र पर्यटन क्षेत्रमा, नेपालको पर्यटन क्षेत्रमा यहाँ रहेका पत्रकारहरूले कलम चलाउँदाखेरि दूतावासले दिने सहयोग हो। हामी पर्यटनमा आश्रित नेपाल सुन्दर नगरीहरू जस्तै नेपाल एउटा पर्यटन क्षेत्रमा अलरेडी चिनिएको देश नेपाललाई युएईले कसरी, युएईका पत्रकार साथीहरूले हामीले कसरी गर्न सक्छौँ, यस विषयमा पनि दूतावासले केही सपोर्ट गरोस् भन्ने हामी पनि चाहन्छौँ। र बिजनेस काउन्सिल स्थापना भयो दुबईमा, यो पहिलो संस्था हो जुन लिगलाइज छ। युएईको नेपाल दूतावासले को सहकार्यमा सफल भएको हो र लेबरहरूको पेन्सनको विषयमा पनि दूतावासले यसरी नै अन्तर्क्रिया कार्यक्रमहरू राख्दै यहाँ रहेका सङ्घ संस्थाहरूलाई बोलाउँदै र पत्रकार महासङ्घले यी कुराहरूलाई पनि अगाडि ल्याउने अवस्था मिलाइदियोस् र भोलिका दिनहरूमा पत्रकार महासङ्घको त्यस्तो किसिमको भेटघाटहरू, यस्तो किसिमको विचार आदान-प्रदानहरू अथवा पत्रकार महासङ्घभित्र भएका त्रुटि कमजोरीहरू केही भए पनि हामीले एज अ गार्जियनको रूपमा नेपाली दूतावासले सधैँ एउटा पोजिटिभ वे देखाइदियोस् भन्ने पनि म चाहन्छु। धन्यवाद। युएई शाखासँग दूतावाससँग क्रियात्मक कार्यक्रम सम्पूर्ण पत्रकार मित्रहरू, नेपाल पत्रकार महासङ्घ युएई शाखा 2007 युएईमा स्थापना भएर अहिलेसम्म चलिरहेको छ। स्थापना कालमा जाकिर हुसेनजीको नेतृत्व हुँदै शङ्कर नेवारी, अर्जुन दाहालजीको नेतृत्वको पत्रकार महासङ्घ युएई शाखा, त्यति बेला उनको कार्य समिति रोचन कोइरालाको अध्यक्षतामा त्यति बेला कार्य समिति चलिरहेको छ। यस कार्य समितिमा म केन्द्रीय पार्षद, केन्द्रीय बोर्डको रहेर महासङ्घसँग नजिकै काम गरेको छु। योभन्दा पहिलाका गतिविधिहरूमा युएईमा हुने दूतावासका कुराहरू सर्टेन पत्रकारहरूले जो दूतावाससँग सम्बन्धित छ, कृष्ण नरेन्द्रजीले भन्थे जो राजदूतसँग एउटा
सम्पर्कमा छ उसले मात्रै प्रायः सम्प्रेषणहरू पाउने गरेको हामीले पाउँथ्यौँ। उहाँ पनि 2008मा 2009मा युए आइसकेपछि दूतावासका सूचनाहरूको लागि त्यति बेला हाम्रो अर्जुन बहादुर थापाजी हुनुहुन्थ्यो। उहाँसँग उहाँ राजदूत भएको बेलामा मैले पनि केही सूचनाहरूको लागि माग्दाखेरि उहाँले मेल गर्नुहोस् भन्नुभयो। त्यो मेल अझै सँगसँगसँग सुरक्षित नै मेल गर्नुहोस्, मेल गरिसकेपछि तपाईँलाई मेलको रिप्लाई आउँछ भन्नुभयो। मैले त्यति बेला हाम्रो वर्ष अन्तिमको कुरा थियो, वर्ष फेरिने बेला थियो। त्यति बेला युएमा भएका कति घटनाहरू चाहिँ घटेन नि, यो के छ यसको रेकर्ड हामीलाई उपलब्ध गराइदिनु, हामीले चाहिँ यसरी सञ्चार माध्यमले ल्याउन चाहन्छौँ भन्दाखेरि उहाँले मेल गर्नुहोस्, मेल मार्फत आउँछ भन्ने यस्ता कुराहरू र त्यो मेललाई चाहिँ व्यवस्था गरिदिने ती कुराहरू समन्वयको पक्कै पनि एउटा बाटो चाहिँ बनेको थिएन। अहिले दूतावासमा भएका राम्रा काम र नराम्रा काम, राम्रा मात्रै होइन नराम्रा कामलाई पनि सुधारको लागि जुन दूतावासले एउटा अपेक्षा गरेको छ त्यसमा नेपाल पत्रकार महासङ्घ पनि सँगसँगै जानेछ र दूतावासले जुन सञ्चार सम्प्रेषण गर्दाखेरि भर्खर यहाँ हाम्रो कार्यवाहक नेतृत्वमा दिनुभयो सबै पत्रकारहरूलाई भन्दै एउटा पत्रकारहरूलाई तपाईँहरूले हटाइदिनु भयो भने भन्ने कुरामा चाहिँ मैले अलिकति के कुरा राख्न चाहेँ भन्दा सम्पर्क एउटा व्यक्तिलाई गर्न चाहिँ सकिएला, तर मेल चाहिँ सबै पत्रकारहरूलाई भयो भने एउटै मेल जाँदै त्यस क्रियाशील पत्रकारहरूलाई गयो भने त्यसले चाहिँ अब यहाँ अब लक्ष्मणजीलाई पठाइदिएला, लक्ष्मणजीले मुखमा हाल्नु होला अनि जसले मेल हेर्छ पत्रकार महासङ्घका मेल नहेर्ने साथीहरू पनि त यहाँ पत्रकारिता महासङ्घको रूपमा आबद्ध हुन्छ नि त। त्यसो हुँदाखेरि एउटा मेरो त्यो मेल चाहिँ सबैलाई जाओस् र सम्पर्क व्यक्ति चाहिँ हामीले एकजनालाई बनाइयो भने त्यो उपयुक्त होला। जो महानुभाव हुनुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो हामी जहाँ दूतावास पुग्न सक्दैन त्यहाँ चाहिँ यहाँका सङ्घ संस्था अथवा यहाँका पत्रकार पुगिरहेका हुन्छन्। जस्तो त्यहाँ भएको 4 लाख नेपालीहरूलाई उद्धार गर्ने सन्दर्भमा समस्याहरू पर्दाखेरि राहत दिने सन्दर्भमा चाहिँ सङ्घ संस्था नै पुगेका हुन्छन्। कमसेकम यहाँको दूतावासले यहाँका सङ्घ संस्थाहरूलाई एउटा राम्रो किसिमको समन्वय मात्रै गरिदियो भने पनि दूतावासलाई जुन जस्तो समस्याहरू त दूतावासमा आउँछ नि त, जुनै पनि नेपालीलाई समस्या पर्छ दूतावासमा आउँछ। सामान्य समस्याहरू बाहिर नै समाधान हुन सक्छन् यदि समस्याहरूलाई समन्वय मात्रै सङ्घ संस्थालाई गरिदिने हो भने हो। त्यो भन्दैमा फेरि सङ्घ संस्थाहरूले जुन सामाजिक संस्थाको नाममा यहाँ विभिन्न किसिमका गतिविधिहरू सञ्चालन हुने, दुरुपयोग गर्ने, शक्तिको दुरुपयोग हुने पनि हामी पत्रकारहरूले देखिरहेका छौँ। त्यो पनि छ अवस्था, तर ती कति हदसम्म सङ्घ संस्थाहरूको क्याटेगोराइज गरेर सङ्घ संस्थाहरूलाई केही जिम्मेवारी अथवा सङ्घ संस्थाहरूसँग दूतावासले समन्वय गरिदियोस् भन्ने चाहना मेरो छ एउटा। अनि हो स्वभावैले अघि भर्खर हाम्रो कृष्णजीले भने चाहिँ सुधारोन्मुख छ दूतावास। जुन अहिले हाम्रो धनञ्जयजी गइसकेपछि यहाँ सुधारोन्मुख भएको छ, केही आश गर्न सकिन्छ हामीले दूतावाससँग चाहिँ केही हुन्छ कि अब दूतावासले अथवा यहाँका नेपालीहरूले केही राहत पाउँछन् कि भनेर जुन समाचार सम्प्रेषणको विषयमा विभिन्न जस्तो लक्ष्मण भण्डारी पैसा लिएर भाग्नु हो, त्यसरी मैले हाम्रो के अरे उहाँलाई राजदूतज्यूलाई मैले फोन गरेँ, म आफै मेरो सेलफोनबाट मैले फोन गरेको थिएँ। मलाई केही पनि जानकारी छैन भन्नुभयो। भनौँ न त्यो किसिमको नहोस्, एउटा आधिकारिक रूपमा एउटा सूचना प्रवाह गर्ने माध्यम बनोस्। अनि मैले अघि कतारको अनुभव सेयर गर्दै थिएँ। डाक्टर सूर्यनाथ मिश्रले हामी त्यहाँ क्रियाशील थियौँ, त्यहाँ लगभग 80 को हाराहारीमा यहाँ जस्तै सङ्घ संस्थाहरू थिए कतारमा त्यति बेला। हामी हरिजी हामी सँगै थियौँ, क्रियाशील नै थियौँ र हामीले शुक्रबारको समय नितान्त बिहिबार सूर्यनाथजीसँग समन्वय गरेरै हामीले शुक्रबारको समय बिताउँथ्यौँ। राष्ट्रिय स्तरका इस्युहरू जस्तो त्यतिखेर चाहिँ यो के अरे व्यवसाय हुनुहुन्छ 10-8 व्यवसाय छ, मलाई सूचना गर्नु जानकारी मलाई औपचारिक र अनौपचारिकमा मलाई चाहिँ जानकारी भएको छ। त्यसले थप कुराहरू तपाईँले जो परम्परा तपाईँले चिन्नुहुन्छ, तर जसले व्यवसाय गर्नुहुन्छ उहाँलाई तपाईँले चिनिदिँदाखेरि हो तपाईँले त्यतिखेर कन्ट्याक्ट गर्नु बुझ्नु होला होइन। तर मैले भने औपचारिक दुईवटा अनौपचारिकमा मलाई जानकारी आउँछ। दसैँको सायद पनि सञ्चालन भएको जानकारी होइन, सञ्चालन भएको जानकारी पैसा कहाँ लगाएर होइन। सुन्नु न, औपचारिक
औपचारिक एउटा जानकारी हुन्छ, एउटा औपचारिक जानकारी हुन्छ होइन। औपचारिक र अनौपचारिकमा दूतावासमा कसैलाई पनि दूतावास भन्ने यहाँ बुझ्नु होला। मैले किन म मात्रै दूतावास पढिदिनु हुनु पनि सक्छ। मैले किन राखेको पनि यो संस्थागत पढिदिन्छु यो तपाईँ पत्रकार धेरै यस्तो कुरा सिकाउनु पर्दैन। धेरै एक बुझ्न दिइहाल्नु भने अब एमबिसी भनेको के हो भने यहाँले हाम्रो पिउनदेखि म कार्यालय राधेसम्म हो। राधेसा आउँदाखेरि राधेसादेखि पिउनसम्म गयो भने त्यो दूतावास हो। अन्य तपाईँहरू डल्लो त्यहाँ कार्य होला परिसकेको हुनुमा त्यो मेरो होइन। मेरो त्यो दूतावासभित्रको एउटा पार्ट एउटा अङ्ग मात्रै हो है। त्यो धेरै साथी त बुझ्नुहुन्न कि त्यही भएर अब यो कुरा त्यो कुरा भइहाल्यो। अब अर्को केही राशि चाहिँ दूतावासको एकाउन्टमा जम्मा सुन्नु न। अब तपाईँले पत्रकार भनेपछि औपचारिक अनौपचारिक रूपमा शब्द बुझ्नु त्यहाँ एउटा औपचारिक जानकारी चाहिँ मेसेज एउटा अनौपचारिकमा हुन्छ। त्यति भनेपछि पत्रकार साथीले तपाईँलाई बढी गर्नु पऱ्यो होइन। अब तपाईँलाई आयो अब यसबारे कसरी थाहा पाउने मैले भने मलाई म तलका कसैलाई थाहा छैन बुझेर म मालिक हुँदै त मलाई थाहा छँदैछ। र एकपल्ट व्यवसाय गरेको थिएँ भन्दाखेरि यहाँ व्यवसायिक साथी पनि हुनुहुन्छ, उहाँहरूलाई थाहा। व्यवसायिक साथीसँग मेरो औपचारिकमा परिचय पनि छैन। सुन्नु न तपाईँ, औपचारिक परिचय पनि छैन। त्यही भएर म त्यसपछि मैले चाहिँ यहाँ बोलाउनु बोलाउनु भने यहाँ प्रमुखको बोलाउनु भनेर यहाँ मान्छेलाई भनेको। त्यही भनेपछि त भनेको थियो भनेपछि पत्रकार साथी बुझिहाल्नु पऱ्यो। त्यो म यसबाट डिटेलमा अरू जानकारी व्यक्ति पत्रकार साथी संसारभरि होइन कसैलाई थाहा नगएको गइरहनु थाहा नगएदेखि नेपालसम्म गइ गर्दै गर्ने अरू पत्रकार साथी है तपाईँ बुझाइदिन छोडिदिन्छु। अनि दूतावासले औपचारिक पत्रचार गरेको थिएन, रिक्वेस्ट गरेको थिएन। र गएको हप्ता हामीले दुबईमा कन्सुलेट स्थापना यो कारणले हुन्छ भनेर 8वटा चाहिँ पहिलोपटक हामीले औपचारिकमा चाहिँ अनुरोध गरेका छौँ होइन। अब हाम्रो नेपाल गभर्मेन्टले खास गरेर राष्ट्र मन्त्रालयले आफ्नो विदेशमा कुन कुन ठाउँमा एम्बेसी स्थापना गर्न सक्छ अहिले हामीले ठ्याक्क दिएको बेलामा दूतावासले नै अनुरोध गरेको अवस्थामा अब फेरि केही बेटालाई हुन्छ नि कानुनलाई सुरु होला भन्ने अपेक्षा राख्नु होइन। अब हुन त फेरि दूतावासको त्यति बेला साथी भनेको मैले गरेको भन्नुहुन्छ कि मेरो बेला मैले प्रायः सबै हामीले गरेको भन्नु कि होइन। अब जस्तो धेरै मान्छे लगाइरहेको हुन्छ आफ्नो च्यानलबाट लगाइरहेको कुरा पनि कुरा हो भने लिएर त्यसबाट जुन अब आउँछ नि नेपालीहरूलाई त्यहाँ 6जना नेपालीहरू छन् सम्पूर्ण हामीले लिएर आएका छौँ। उनीहरूलाई आफ्नै भिनाजुले युएमा गइसकेपछि सेक्युरिटी गार्डमा काम लगाइदिन्छु भनेर आफ्नै भिनाजबाट फर्किएका सालाहरूको अवस्था हामीले त्यहाँ भेट्यौँ। उहाँहरूको पासपोर्ट पनि उहाँहरूसँग छैन। उहाँहरूको पासपोर्ट पनि बङ्गालीले कुनै रूपमा लिएर राखिदिनु भयो। हामी त्यहाँ पुगिसक्दासम्म उहाँहरूको 2 दिन भइसकेका थियो ग्यास सकिएको। उहाँहरूलाई खाने अवस्था पनि छैन। हामीले केही हामी 3जना गएका थियौँ। हामीले केही रकम उठाएर चाहिँ उहाँहरूलाई र तपाईँहरूले चाहिँ अब खाने बस्ने गर्नुहोस्। पासपोर्टको लागि हामी दूतावाससँग चाहिँ पासपोर्ट उहाँहरूले भने चाहिँ पासपोर्ट हामीसँग पासपोर्ट पाइयो भने हामी घर फर्काउँछौँ। हामी यस्तो फस्यौँ। हामी चाहिँ 3.5 लाख रुपियाँ तिरेर आएको। हामीसँग रिसिप्ट चाहिँ हामीले ब्याङ्कमा डिपोजिट दिएको रिसिप्ट छ हामीसँग। हामी घर फर्कन चाहन्छौँ। हामीलाई चाहिँ युएमा हामी चाहिँ आफ्नै भिनाजुले युएमा सेक्युरिटीको गाडीमा काम पाइन्छ भनेर आएको। यहाँ आइसकेपछि न भिनाजु सम्पर्कमा न यहाँको दलाल सम्पर्कमा हामी एउटा कोठामा हामीसँग खाना पनि छैन, हामीसँग पासपोर्ट पनि छैन। हामी पासपोर्ट पाए घर फर्किन्थ्यौँ। पासपोर्ट बङ्गालीसँग छ भन्ने कुरा चाहिँ उहाँको कुरा लगाइसकेपछि हामीले त्यहीँबाट पासपोर्टवाला बङ्गालीलाई चाहिँ सम्पर्क गऱ्यौँ। पासपोर्टवाला बङ्गालीलाई सम्पर्क गरिसकेपछि त्यो रुम रेन्ट तिर्नु छ। रुम रेन्ट तिरेपछि मैले पासपोर्ट दिन्छु। त्यो किसिमको त्यसरी अड्डा नै अब भिजिट भिसामा लिएर आएर अनि यसरी यो दलाल सक्रिय रूपमा यसरी दलालहरू छ। यसमा हामी पत्रकारहरू र दूतावासबाट भूमिका चाहिँ गहन भूमिका चाहिँ हुनुपर्ने मैले देखेको छु। त्यहाँ गोर्खाको अनि त्यसपछि बुटोलको नेपालगञ्जको हुनुहुन्छ चितवनका साथीहरू चाहिँ त्यहाँ हुनुहुँदैछ। उहाँहरूको लागि पनि हामीले यस्तै हाम्रो हरिजीले उठाए जस्तै यो भिजिट भिसालाई चाहिँ हामीले कसरी यो भिजिट भिसाको जुन अहिले युएमा अलिकति समस्याको रूपमै आएको छ यसलाई चाहिँ समाधानको उपाय के हुनसक्छ यो विषयमा हामी सम्पन्न गरेको त्यहाँ पनि के गरेर पर्नुहुन्छ त्यसले पक्ला मात्र छन्। यो विषयमा मैले 2-3 पल्ट भिजिट भिसाको बारेमा सोच्थेँ।
उहाँको भिजा कपी र इमिग्रेसनमा लागेको स्टाम्प जुन अनि उहाँहरूले एयर यो फ्लाइटमा हामी आएका हौँ भन्ने डकुमेन्ट मैले फाँड गरिदिएको छु। यो एक हप्ताको बिचमा कुरा हो। मतलब त्यो बिचमा नेपाल सरकार पनि यो नेपालमा नेपाल प्रहरीसँग सम्बन्धित व्यक्ति पनि हुन् र अहिलेको नेपाल सरकारका केही व्यक्तिहरू पनि अब त्यो पछि कुरा गर्न फाँड गर्छु। तर अब मैले भन्न सक्छु के भने यदि वास्तविक नेपाल सरकार रोक्न चाहने हो भने चाहिँ त्यसमा टाइट गर्ने हो भने आखिरी मैले जति पनि मैले यो भेटेँ भिजिटमा आउने सबै प्राय एयर अरेबियाको फ्लाइटबाट नेपाल सरकारको एयरपोर्टको इमिग्रेसन पार गरेर आउने हेर्नुहोस् भने हामीसँग प्रमाण पनि छ कि यो व्यक्ति यो फ्लाइटमा यति बजी आयो भन्दाखेरि त्यो बेलामा त्यहाँ काम गर्ने कर्मचारीहरूलाई हामी फाइट गर्न सक्छौँ फाइट गर्न सम्भावना हुन्छ हुँदैन भन्ने कुरा मैले भिजिट भिजामा आउने क्रममा नेपाल सरकारले अथवा नेपालबाट टाइट भयो भने इन्डियाबाट पनि आउँछन् भाया इन्डिया पनि तपाईँको 1-1.5 वर्ष अगाडि इन्डियामा पनि 1-1.5 लाख फ्लाइट आइसी तिरेर ठुलो मात्रामा नेपालीहरू छिरेको अवस्था पनि हो। अनि अहिले तपाईँको मलाई आफूलाई लागेको र अस्ति मैले हाम्रो नेपाली एयरलाइन्सको अब सुरुवात हुने सँगसँगै एउटा सिस्टम बनाऊ जो भिजिट भिजामा दुबई आउन चाहनुहुन्छ राम्रो पढे लेखेका मान्छेहरू पनि एउटा रोजगारीको अवसर र नेपालबाट आयो नेपालको थ्रुबाट आयो 1200मा सीमित हुनुपर्छ भने त्यही व्यक्ति शिक्षित तपाईँको पढे लेखेको मान्छे आएर 3000, 5000 सम्मको जागिर पाउने पनि सम्भावना यहाँ धेरै छ। त्यसो हुनाले एउटा शुल्क तोकौँ अथवा नेपाली दूतावासले अथवा नेपाल सरकारले मिनिमम 1 लाख रुपियाँ अथवा 50,000 रुपियाँ तोकेर भौचर भरेर भोलि त्यो मान्छे अप्ठ्यारो पऱ्यो भने त्यही पैसाबाट यहाँ उद्धार गरेर पठाउन सकियोस्। यो खुला बनाइयो भने कहीँ बसेर केही पनि गर्दैन, सिधा आयो सिधा गयो। अथवा यसलाई दबाउने कोसिस गरियो रोक्ने कोसिस गरियो भने उसले स्टेप बाई उसले एउटा तपाईँको डोल्पा हुम्ला प्रणाली अथवा एउटा कन्ट्री साइडको मान्छे आयो भने घरबाट हिँड्दा काठमाडौँ एयरपोर्ट आइन्जेलसँग ठगिने अवस्था छ। त्यो 3 लाख रुपियाँ लाग्छ। त्यो यहाँ दुबई आइपुग्दा त्यसले 3 लाख रुपियाँ तिरिसकेको हुन्छ। 3 लाख तिरेर यहाँ आइपुग्दा पनि न रोजीरोटीको ग्यारेन्टी हुन्छ, न खाने बस्ने सुविधा हुन्छ, न जागिरको अवस्था हुन्छ। त्यसरी नै अल्पत्र पर्ने कारण पनि यिनै हुन्। अथवा हामी यहाँ यति धेरै संस्था छौँ अथवा यति धेरै संस्थामा आबद्ध भएका हामी संस्थाका प्रतिनिधि प्रमुखहरू अथवा महासङ्घ अथवा नेपाली दूतावासले पनि पत्रकार महासङ्घले रिफर गरेको मान्छे अथवा कुनै संस्थाले रिफर गरेको मान्छेलाई सहज बनाउने वातावरण बनाइदियो भने बाटो खुला एउटा निश्चित रकम 1 लाख रुपियाँ नेपालमा डिपोजिट गरियो त सेक्युर भयो नि, भोलि त्यसलाई त जुनै हालत पनि पठाउन सकियो नि। त्यस्तो हामीले त्यो नचाहने अनि अस्ति श्रम मन्त्रालयबाट आउने एकजना सर पनि हुनुहुन्थ्यो। यही विषयमा मैले उसमा बर्दुबईमा भएको प्रोग्राम राख्दाखेरि यसरी हामीले पैसा कलेक्ट गर्न मिल्दैन भन्नुहुन्छ। उहाँले टाइट गर्न मिल्ने इमिग्रेसनमा पैसा कलेक्सन गरेर इजी वे बनाउन नमिल्ने यस्ता किसिमले नेपाल सरकारको तर्फबाट पनि हामीले सहज उपाय खोज्दैनौँ के। सहज उपाय नखोजेको माध्यमबाट कुन एयरलाइन्स कुन व्यक्ति सीमित व्यक्तिले यत्रो संरचना चलाइराखेका छन्। त्यही भएर एउटा निश्चित मापदण्ड बनाएर ती व्यक्तिहरूलाई एउटा ब्याङ्कको भौचर फलाना ब्याङ्कमा डिपोजिट गरेर त्यो स्लिप लिएर आएर त्यहाँ बुझा टिकट र फोटोकपी भिजा बुझायो भने सरल जान रोक्दिएन भन्छ इजी ट्राभल भयो। उनीहरू पनि आउने मान्छे पनि सेफ भयो। भोलि इनकेस यहाँ जागिर पाएको खण्डमा जागिर पाएर कम्पनीको अफर लेटर पाएको खण्डमा त्यो अफर लेटर बुझायो भने उसको परिवारले पाउने अथवा ऊ फर्केपछि पाउने पैसा पनि पायो, त्यो पनि सेफ भयो। यस्ता किसिमका यसो गऱ्यो भने राम्रो होला भन्ने मेरो एउटा सल्लाह हो। त्यो दिन हामी विशेष सूचनाको आधारमा त्यो बिल्डिङमा गर्थ्यौँ। शारदाको एक ठाउँमा ठुलै लगभग 40-50 तले बिल्डिङको 10 तलामा पुरुष छन्। त्यो बिल्डिङमा चाहिँ पहिला चाहिँ 25 जना नेपाली थिए अरे। कोही घर फर्किने, कोही रोजगारीमा जाने गरेर अहिले चाहिँ हामी 10-12 जना छौँ। तर अहिले हामी रुममा चाहिँ 6 जना छौँ भनेर उनीहरू 6 जना रहेछन् र उनीहरूले 3.5 लाख रुपियाँ विभिन्न माध्यमबाट आफ्ना आफन्त माध्यमबाट दिनेश थापा भन्ने मान्छे सम्पर्क नम्बर नै हामीले लिएका छौँ काठमाडौँको। दिनेश थापा भन्ने मान्छेलाई पठाएको रिसिप्ट पनि रहेछ, आइएमई गरेर रहेछन् 3,50,000। अनि त्यो पैसा बुझाएर उनीहरू यहाँ आएका र त्यो पिसिटी भन्दो रहेछ सेक्युरिटी उसमा 2750 मासिक स्यालेरी हुन्छ। तपाईँहरूलाई जाँदाखेरि नै जागिर लाग्छ भनेर उहाँलाई पठाइयो। पठाइसकेपछि एयरपोर्टमा यहाँ आकाश भनिने प्रकाश घले
भन्ने मान्छेमा भिजा कपी पनि ल्याएको छ उहाँको, उहाँले रिसिभ गर्नुभयो। रिसिभ गरेर लहरा चाहिँ त्यो रुममा राखियो है। त्यो रुममा राखेपछि अहिले प्रकाशजीको यो प्रकाश घलेको नम्बर मसँग छ। मैले पटक पटक फोन गर्ने प्रयास गरेँ, फोन उठ्दैन। 2टा नम्बर छ, 2टै छ मसँग, फोन उठेको छैन। उहाँले अहिले चाहिँ फोन पनि उठाउनुहुन्न, उहाँ रगपत्र हुनुहुन्छ र हामीले उहाँलाई खाना खाने पैसा दिएर निस्क्यौँ। त्यहाँबाट दया लाग्यो, सर हामीसँग बाहिर जानु पासपोर्ट छैन, बङ्गालीले आएर सबैको पासपोर्ट उठाइदियो भन्यो। त्यो बङ्गालीको नम्बर पनि दिनु भनेर हामीले बङ्गालीसँग पनि कुरा गऱ्यौँ। कुरा गर्दाखेरि उसले भन्यो रुमको भाडा नदिकन मैले कसरी पासपोर्ट दिन्छु। अझ हामीले त्यो कुरा नि गऱ्यौँ, किनकि एउटा कामदारले आफ्नो कम्पनीमा पनि कम्पनीलाई पासपोर्ट राख्ने अधिकार हुँदैन। त्यो भनेको यिनीहरूको निजी सम्पत्ति। पासपोर्ट त यदि दूतावासले चाह्यो भने त त्यो पासपोर्ट झिक्न सक्छ नि त। व्यक्तिगत रूपमा उनीहरू इलिगल भएनन् अथवा 90 डेज भित्रै उनीहरूले एउटा दूतावासमा आएर निवेदन दियो भने त दूतावासलाई पनि कर लाग्छ होला सायद, मेरो विचारमा। उनीहरूको अधिकारको कुरा हो। त्यो अवस्था छ भने त पासपोर्ट कसरी राख्न सक्छस् भन्दा हाम्रो कति महिनादेखि रुम भाडै दिएको छैन, दलालले सम्पर्क उठाइदिन्न। अनि दूतावास के अरे त्यो रुम लिने मान्छे बिचरा यिनीहरू त होइनन् नि त। रुम लिएको त जुन व्यक्ति उसँग कुरा गर्नु त यहीँ केस हाले पनि बिचरा उनीहरू त फस्दैन नि त। तर उसले बुझ्दैन, म पासपोर्ट दिन्न। पासपोर्टको केसमा विदिन 5 मिनट पुलिसलाई खबर गऱ्यो, हामीले गरिदियौँ भने फलाना फलाना गरिदियो भने तुरुन्त राइटै हुँदैन क्या अर्को मान्छेलाई। मैले चाहिँ अब प्रपर्टिज हो नि यसको चाहिँ हामीले अब स्टोरी बनाउँदैछौँ। बनाउन त यो यहाँ पनि यो विषयवस्तु राखौँ र दूतावासको प्रतिक्रिया के आउँछ भनेर हामीले नेपालको दलालको नागरिकता पनि छ हामीसँग, सम्पर्क नम्बर पनि छ, यहाँको दलालको भिजा कपी छ, सम्पर्क नम्बर पनि छ र ती भाइहरू भनौँ न त्यो रुममा बस्ने भाइहरूको सम्पर्क नम्बर त्यो कुन अवस्थामा छन् र तिनीहरूको ठेगाना पनि हामीले लिएर आएका छौँ। यस्तो अवस्था हुन्छ भने अब दूतावासले पनि यो किसिमको ब्रिफिङ नेपालमा गरिदियोस्। यो अवस्थामा त्यो त एउटा उदाहरण मात्रै हो। ती 6 जना त्यो अजमान र शारजाका कैयौँ बिल्डिङमा हजारौँ नेपाली छन्। दैनिक रूपमा मेघराजजीले भने चाहिँ एयरलाइन्सलाई पनि प्रयोग गरिएको छ कि एयरलाइन्ससँग पनि मिलेमतो छ जस्तो लाग्छ। त्यो हुँदाखेरि यो ध्यानाकर्षण दूतावासले नेपाल सरकारलाई गरिदियोस् अथवा एउटा विधि प्रयोग गरेर, जस्तो हुन त नेपालको अब उड्डयन त्यो नागरिक उड्डयन भन्छ होइन विभाग, त्यो मार्फत अधिकार हुन्छ प्रक्रिया पुर्याइसकेपछि $1000 बोकेर भिजिट भिजा भइसकेपछि होटल बुकिङ भएपछि आउन पाउने अधिकार त हुन्छ। कोही त्यही मैले अस्ति नेपाली एयरलाइन्सको सरलाई हामीले हिजो पनि हामीले बङ्गालीसँग सम्पर्क गरेका छौँ भाइहरूको पास। कोही भाइहरूले के भन्छन् मैले पासपोर्ट। अझ अर्को कुरा फेरि अर्को त्यहाँ अर्को घटना के छ, एकजना भाइलाई यही दलालले के भनेछ भने ल उता 3.5 लाख लिएर आइसकेको छ, तर यहाँ एउटा इन्टरभ्यू गराएछ र ल यहाँ जागिर पाइने भयो 1 लाख नेपाली लाग्ने भयो भनेर त्यो भाइले फेरि घर आफ्नो आमालाई फोन गरेर मलाई 1 लाख नेपाली पठाइदिनु पर्ने भयो राम्रै जागिर पाउनेमा भनेर फेरि त्यो के अरे आमाले काठमाडौँको दिनेशलाई फेरि 1 लाख पठाएको। तर त्यो दिनेशले चाहिँ के भन्छ अरे हुन्डी मार्फत पठाउने हो, 2-4 दिन पर्खिनुहोस् त्यो पैसा। त्यो हुन्डी कतार आउने गरे चाहिँ त्यही भएर मेरो पैसा रोकियो काठमाडौँमा। घरबाट पैसा गइसक्यो काठमाडौँको दलाललाई, काठमाडौँको दलालले यहाँ पठाएको छैन, त्यो प्रतीक्षामा छ। कोही भाइहरू भन्छन् हामीलाई पासपोर्ट मात्रै दिए बरु हाम्रो आफन्त थियो 1000-1200को जागिर भयो भने हामी गर्थ्यौँ अथवा 800को जागिर लेबर पनि गर्थ्यौँ दाइ, यत्रो खर्च गरेर आयो भन्छन्। कोही भाइहरू भन्छन् पासपोर्ट मात्रै पायो भने हामी घर जान्थ्यौँ दाइ भन्छौँ। त्यो अवस्थामा पनि त्यो केस छ। अब यस्ता यी कसरी लड्ने? अब दूतावासले हुन त यो रोग हो। पहिलो कुरा हामीले भाइहरूलाई नि गाली गऱ्यौँ, तपाईँहरू 3.5 लाख रुपियाँ खर्च गर्नुहुन्छ अथवा 1 लाख अझै मगाउँदै हुनुहुन्छ, 4.5 लाख खर्च गरेर आफ्नै देशमा व्यवसाय गरेको भए नि हुन्थ्यो। वैदेशिक रोजगारको एउटा ठुलो सपना देखेर अब तपाईँहरू जस्तो शिक्षित व्यक्तिहरू नि छन्, त्यहाँ राम्रो पढेको व्यक्तिहरू छन्, व्यक्तिहरू एउटा लयमा लाएर आउनुभयो। त्यो सबभन्दा ठुलो गल्ती त व्यक्तिले गरिरहेको हुन्छ। त्यो गरिरह्यो भन्दैमा अनि फेरि अर्कोबाट पटक पटक ठगिनु र यसरी अलपत्र परेर अब एउटा बन्द जीवन जस्तो छ क्या छ भने यसलाई के गर्न सकिन्छ? दीर्घकालीन किसिमको एउटा सोच चाहिँ दूतावासले बनाओस् र नेपाल सरकारलाई त्यो किसिमको फरवार्ड गरोस् भन्ने धारणा हो। त्यो केस पनि अब
हामीले सङ्घ संस्थाहरूसँग गुहार्नु बाहेक केही पनि विकल्प रहँदैन। भोलि ती भाइहरू अलपत्र भयो भने एउटा दुइटाको त अझ भिजा सकिन्ला छ, कति 15-20 दिन सधैँ भन्दै थिए। त्यो भयो भने त अब सङ्घ संस्था गुहारेर कसरी हुन्छ, तिनीहरूलाई नेपाल पठाउने सम्भावना रहन सक्छ। यस्ता केस चाहिँ छन्। अब यो सोच हो। विशेष त यहाँ अलिकति पाटै फरक लाग्यो मलाई, किनभने हामीले कोर्डिनेसन गर्न चाहिँ नेपाल पत्रकार महासङ्घ र राजदूतावासको एउटा समन्वय कसरी जान सक्छ भन्ने कुरामा आएको थियो। तर अलिक पाटो चासो फरक भयो, किनभने समस्या आयो। हुन त हामी सबै समस्यामा झेलेको मान्छौँ। म पनि एउटा पत्रकारको नाताले र एउटा सङ्घ संस्थाको प्रतिनिधि अथवा प्रमुखको नाताले पनि तपाईँलाई सम्मान गर्न चाहेँ। एउटा कुरा समस्या के रह्यो भने हामीले पछिल्लो समयमा यो भएका समस्याहरू राजदूतावाससँग आउन नसक्नु कारण भनेको नेपाल पत्रकार महासङ्घ अथवा पत्रकार साथीहरूसँग समन्वय नहुन सक्नु नै ठुलो हात रहन सक्छ जस्तो लाग्छ मलाई एउटा कुरा। किनभने हामी अस्ति एउटा राजदूतावासबाट कार्यक्रमबाट गइरहेका थियौँ। त्यहाँ हामी नेपालीहरू कतिपय नेपाली साथीहरू हस्पिटलको मृत्यु शय्यामा हुनुहुन्छ। उहाँको त्यो विवरण दिएको नसकेन। त्यो चाहिँ हामी सङ्घ संस्थाप्रति अलिकति गहिरो दुःख लागिरहेको छ। किनभने निर्मल लामाजी अहिले तपाईँको हस्पिटलमा हुनुहुन्छ, कोमाबाट बाहिर निस्किनु, आइसियुबाट बाहिर एउटा बेडमा मृत्युमा गरिरहनु भएको छ। त्यसको डाटा एडमिसनसँग अहिले पनि छैन कति कुरा। दोस्रो कुरा के रह्यो भने त्यही समस्या विषयलाई हामीले चाहिँ तपाईँहरूसँग कोर्डिनेसन गर्नलाई एउटा पत्रकारलाई माध्यम दिनु पऱ्यो र त्यो बजारमा आइसकेपछि एमबिसीले त्यसलाई फोकस गरिसक्ने कारणले हामी यहाँ बसेको जस्तो लाग्छ। एउटा पहिलो कुरो त्यो चाहिँ अलिकति पोजिटिभ रूपमा चाहिँ कम्युनिकेसन ग्याप भएको छ। अब यहाँ सरले भन्नुभयो सङ्घ संस्थासँग कोर्डिनेसन गर्न चाहिँ एमबिसी जरुरी छ। किनभने यहाँ धेरै सङ्घ संस्थाहरू हुन्छ, जिल्ला वाइज तरिकाबाट राजनीतिक भ्यूबाट पनि राजनीतिक पार्टीसँग धेरै खोलिएका छन्। प्रायः मैले अघिल्लो समयमा पछिल्लो समयमा अलिकति नजाउँ, त्यहाँ पछिल्लो समयको कुराहरू अघिल्लो समयको कुराहरू भनेर एकदम भारी लाग्छ मलाई। म पनि यहाँ अलिकति परेको छु, किनभने प्रायः जसो अलिकति खण्डितमा रातो पार्टी पनि यो एमबिसीबाट मुसिरहेको छ। कुरो के अघिल्लो समयको कुराहरू तत्कालीन राजदूतसँग अलिकति टच मेरो पनि परेको थियो। किनभने अब विगत जति पनि कार्यक्रमहरू हुन्छ, हुन त एउटा चाहिँ महाभूकम्पमा एउटा कार्यक्रम भयो त्यहाँनिर, त्यो विषयमा मैले एउटा न्युज पनि देखाएको थिएँ। किनभने त्यति बेला एउटा रात्रि भोजको आयोजना गऱ्यो। त्यति बेला महानायक राज समाज पनि विश्वमा आउनुभएको थियो। एकाएक त्यो रात्रि भोजको एउटा चाहिँ तपाईँको फेस बाहिर बजारमा सार्दै कमसेकम हामीले भन्न खोजेको जस्तै अब तपाईँहरूले एउटा कार्यक्रम सकारात्मक कार्यक्रम गर्नुभयो भने त्यसको लागि हामीले तपाईँको दिनमा हामी एकदम ग्रहणताले अगाडि बढ्छौँ। तर उहाँले के गर्नुभयो, उहाँले एक्कासी त्यही तपाईँको चाहिँ मासमा बसेका साथीहरूले एक्कासी सार्वजनिक स्थलमा फोटो फ्ल्यास गर्नुभयो। जबकि राजदूत जस्तो मान्छे कमसेकम 4,50,000 नेपाली समथिङमा नेपाली एउटा कटुक्ति गर्ने मान्छे सामान्य सञ्जालमा एउटा बोतल लिएर अथवा रक्सी ग्लास लिएर डान्स गर्दाखेरि हामी पत्रकारको ठिकै रहन्छ। त्यही कारणले त्यही फोटो सामान्य सञ्जाल ठिकेर मैले न्युज हालेको थिएँ। त्यही न्युजबाट मलाई भने रिपोर्ट गर्छु, त्यसलाई सिआइडी पिस लाउँछु भन्ने कुरा पनि गर्नु, त्यो एउटा कुरा छ। दोस्रो कुरा तत्काल त्यति बेला हामीले एउटा सामाजिक कार्यक्रम गर्नु पऱ्यो अलाइनमा भाग नथा, किनभने हामी अलाइनमा सानो चिठीमा छौँ, सबैजना एकीकृत हुनुहुन्छ। अलाइनमा भएको समस्या परेका नेपालीहरूलाई सहयोगको उत्थानको लागि एउटा कार्यक्रम गर्दैछौँ चाहिँ त्यसो छ। प्लिज हाम्रो चाहिँ एउटा हामीले एउटा लिएर आएको छ, तपाईँले त्यसलाई चाहिँ गर्नु पऱ्यो, भेरिफाई गरिदिनु सक्छ। तपाईँले बादमा जानु जस्तै बेला मैले त्यहाँ पनि आएँ, उहाँले सक्दैन भन्नु। अब त्यो प्रक्रिया पनि नजानु चाहिँ पनि अलिकति ठुलो लाभ छ। दोस्रो कुरा हामीले एउटा अलाइनकै समस्या, किनभने म अलाइनको भारीको कुरा काण्ड गरेर अलाइनको कुरा गर्छु। तेरो कुरा एउटा 2जना श्रमिक रोलपाटाको थाहा 9 वर्ष पाइएको हुन्छ। उहाँहरूलाई 21 महिनादेखि कम्पनीले व्यवहारिक तरिकाले छोडिदिएको अवस्था, बिना भिसा पासपोर्ट पनि नभएको अवस्थामा त्यति बेला उहाँ ठोकेर यहीँ आइपुग्नु हो। हामीले त्यहाँ उहाँलाई के भने तपाईँहरू लेबर क्याम्प जानुहोस्, सबभन्दा पहिला पुलिस स्टेसन जानुभयो, त्यहाँबाट लेबर क्याम्प भयो, लेबर क्याम्पबाट राजदूतावासमा आइपुग्नु। राजदूतावासले एकतर्फी अनुमति पत्र हुन्छ अथवा त्यो वाइट त्यसको बनाइदिनु भएको छ। अनि उहाँले इमिग्रेसन जानुभयो। त्यो मात्रै होइन, उहाँले त्यहीबाट टिकट काट्नु, किनभने समस्या छ। जब 21 महिनादेखि तपाईँको एउटा श्रमिक काम नभएको मान्छे, उहाँसँग पैसा पनि छैन, उहाँलाई हामीले जेन तेन तरिकाले हुन्छ नि त त्यही वेबाट तपाईँ जान सक्नुहुन्छ भन्नुभयो। यहाँबाट सायद हिरा कुमारी यसरी नाम पनि हजुर उहाँले सुन्नु है। अनि त्यस पछाडि इमिग्रेसनमा गइसकेपछि इमिग्रेसनबाट तैँले के क्यान्सलेटर चाहियो कि भने तपाईँले फाइन थियो, ओभरस्टेको फाइन थियो, 21,000 परेको छ, तपाईँ गाउँ जाने भनेपछि उहाँहरू ब्याक हुनु पऱ्यो। ब्याक भएपछि उहाँहरू यहाँ आएर उहाँ कुरा गरेपछि यहाँ केही भएन। अनि तत्काल त्यति बेला मैले मसँगै कोर्डिनेसन गरेर हाम्रो राजदूतलाई बसेर इम्पेरियल होटलमा
एउटा वार्ता भयो। उहाँले त ठिक छ सर, केही प्रब्लम छैन, उहाँलाई हामी भोलि पठाउने काम गर्छौँ, तपाईँले आइतबार यहाँ एमबिसी पठाइदिनुहोस् भन्नुभयो। अनि मैले सहकारी गरेर उहाँलाई एमबिसी पठाएँ। एमबिसीबाट के आयो र त फलाना ठाउँको जेल जा भनेर जेलको नम्बर सहित दिनुभयो र नाम पनि लेखिदिनु भयो, इब्राहिम सर। त्यस पछाडि अब अप्ठ्यारो भयो, किन हामी एउटा वर्कर लिएर कसरी जेल जाउँ, समस्या त्यहाँनिर भयो। कन्डिसन त्यसरी भएन। तत्काल त्यति बेला अब गफ गर्दा उहाँले रेस्पोन्स गर्नुभयो र विवशवश हामीले सङ्घ संस्थाहरू मिलेर मेरै प्रतिनिधित्वमा उहाँलाई नेपाल पठाउने काम भयो। यदि हामी सङ्घ संस्था नै आवश्यकता छ भने एमबिसीको मतलब के रह्यो त हामीलाई सहयोग कहाँनिर भयो, समस्या त्यो एउटा। चौथो नम्बरमा अलाइनकै समस्या, एउटा महिला 1 महिनादेखि टोयलेटमा बसेको थियो, त्यो पनि मैले पठाएको थिएँ, किन त्यति बेला हाम्रो पत्रकार उमाकान्तजीले मलाई पठाएको यहाँ। उहाँलाई मैले त्यो ठाउँ स्पोर्टमै गएर समातेर लिएर र उहाँलाई त्यहाँ पठाएको छु। उहाँले मलाई बारम्बार फोन गरेर के भन्नु भने एमबिसीले त मलाई टिकटको पैसा मागेको छ, तपाईँले टिकट पैसा नदिनु भयो, मलाई किन ल्याउनु भयो, बारम्बार फोन आयो। यस्तै हो भने हामी कसरी जान सकिन्छ त अब? होइन भने तपाईँहरूले सङ्घ संस्थाका सबै प्रतिनिधि तथा प्रमुखलाई राखेर एउटा कन्डिसन गरेर गर्नुपर्छ र हामी त्यो मान्छे सङ्कलन गर्छौँ, हामी गर्छौँ, त्यो चाहिँ भन्न चाहन्छु मैले चाहिँ। अनि अरू अहिले दलाली कुरा गर्नु अलाइनमा पनि त्यस्तै छ समस्या एउटा है। इतिसलात बिल कम्पनी भन्ने थाहा छैन मलाई, म हिजो मात्रै पुगेर आएको, म यस्तो काममा पनि अलिकति चलाएको छु। म हिजो त्यहाँ गएँ, एउटा इतिसलात बिल भने 63 जना नेपालीलाई ल्याएको छ सर, सेक्युरिटी इतिसलात बिल कम्पनी भन्छ, यहाँ मैले लेखेर टेलिफोन हो इतिसलात भने, तर कस्तो कम्पनी रहेछ मैले। अनि 63 जना नेपाली 3 लाख दरले हिजै सहित लिएर आएको छ, जबकि लिएर आएको उनीहरूलाई 17 दिन भइसक्यो, एउटा क्याम्पमा राखेको छ, खानासँग केही पनि छैन। हामीलाई त त्यो कम्पनीको त्यो नियम अथवा यहाँको ल अनुसार त हामीलाई अग्रिम खानाको लागि केही एडभान्स दिनुपर्छ, केही छैन, न रोटी दिएको छ। तपाईँ यहाँ बस्दै गर्नु भने 17 दिन भइसक्यो, के खाएर बसिरहेको छ, रोएर त्यस्तै भइरहेको छ। अनि हामीले गर्दा 1 रुपियाँ त्यतिकै ल रोटी मात्रै खानु त हामी सक्दैन, 63 जनालाई कसरी सकिन्छ। अनि मैले चाहिँ गोर्खा सेवा समाजको तर्फबाट गोर्खाका 3 जना भाइहरू हुन त सबैले मैले हेर्नुपर्ने त हामीले स्वतन्त्र हो, त्यही पनि विशेष फोकस गोर्खा सेवा समाजमै आयो होला। कतिवटा भाइ चाहिँ आउनु भनेर मैले 3 जना भाइहरू 200 रुपियाँ ल तपाईँहरू खाने गर्नुहोस् एउटा। त्यसलाई चाहिँ हामीले कसरी हेर्न सकिन्छ, कस्तो हो यो माध्यम? त्यही कारण यी कुराहरूलाई समस्या कुराहरूलाई बसेर के अरे म एउटा तपाईँहरूसँग कुरा गरेर पनि आएको खास त्यहाँबाट लामाको आफ्नो दायित्व कुरा के हो कुमार लामा उहाँसँग मैले कुरा गरेँ। त्यसपछि मैले यो होटलको एचआर म्यानेजर मोबाइल भन्नेसँग कुरा गरेँ। उसले चाहिँ मलाई चाहिँ सम्बन्धित व्यक्ति मोबाइल हामीले चाहिँ जस्तो भिसा प्रोभाइड गरे अब हाम्रो चाहिँ होटल अन्तर्गत एउटा क्लब सञ्चालित छ डान्स क्लब, त्यसको ओनर चाहिँ मिस्टर अभिषेक भनेर पठाएको थियो। अभिषेकसँग मैले सम्पर्क गरेँ, तर मैले डिटेल दिन्छु भनेर हिजो चाहिँ मलाई चाहिँ इमेल चाहिँ हिजो पठाउँछु भनेर छ, मैले चेक गरेर पाएको छु। उसले भनेको चाहिँ उसको रेस्पोन्सिबिलिटी के भन्छ उपचार गर्ने रेस्पोन्सिबिलिटी हाम्रो निको नहुँदासम्म हामी गर्छौँ भनेर अभिषेकले इन्डियन मान्छेले उसले चाहिँ भनेको छ। तर सबैले गाई पुगेको अवस्था छैन, कम्पनीका मालिक पनि नपुगेको अवस्था छ भनेर सुनिरहेको छु। के भन्नु स्टोरमा त आउनुहुन्छ कतिपय अब होइन, सुन्नु न, सुनेको म स्टोरमा पनि कहाँ स्टोर होइन, हस्पिटलमा आउनुहुन्छ, स्टोरमा कसले गर्दा कम्पनी पनि लग्यो होला, कम्पनी त दिदी लग्यो होला। अलिकति यहाँनिर कुरा अलिकति सुन्नु न, तपाईँ हाम्रो अब त्यो एक्सपेक्टेसन हो कि के हो होइन, अब त्यो कतिपय कुराहरू म्याच हुँदैन जस्तो लाग्छ कि मलाई। अब हस्पिटलको मान्छे गएन भनेको हस्पिटलको मान्छे जानुपर्ने हो, सरी कम्पनीको मान्छे हस्पिटलले राम्ररी ध्यान दिएन भन्ने कुरा हो। मलाई चाहिँ अब त्यो कम्प्लिट रेस्ट उसको चाहिँ त्यो उसको के भन्छ त्यो मैले मोबाइलसित कुरा गर्दाखेरि त्यो हड्डी के भएको छ त्यो चाहिँ अब त्यो कस्तो नि निको हुने टाइम लाग्ने लङ टर्म लाग्ने, डेली फलोअप गर्नुपर्ने आवश्यक नभएको 4 दिन 1 हप्तामा गएर एउटा जस्ट टेस्ट गर्ने कतिको मतलब त्यो ठाउँमा आएको छैन त्यो हड्डी भनौँ न, तर चेक गर्ने। अब त्यो डक्टरले अब भनौँ न 3 दिनदेखि 1 हप्तामा फलोअप गर्छ, रेगुलर चेकअप गर्छ, नर्सहरूले 3 दिन गर्छन्। अब कम्पनीको मान्छे त 3 दिन जानुपर्ने आवश्यकता हामीले त देख्छ अहिले के भन्नु खोजेको होइन, तर हामीसँग अनि हाम्रो एक्सपेक्टेसन त्यस्तो किन आएन भन्ने कुरा मेरो हुन्छ। किनभने यस्तो कमजोर त तपाईँहरूको पनि त होला नि, केही पत्रकार साथीहरूले अलिक पहिले थाहा थियो भने हाम्रो सम्पर्क गर्नु पर्थ्यो, हामीले पनि अब बोर्डसँग गर्थ्यौँ होला कम्पनीसँग। सबै यस्तो अरू घटना पनि हुनसक्छ, त्यो जो खोज्ने काम तपाईँहरूको पनि हो कि पहिला गरिहाल्छ, किनभने म जहाजले हुँदा पनि धेरै खेर आएको
नेचरको काममा सेम भिडमा र भित्र पनि सेम कर्मचारी भएको अवस्थामा पनि झाँचीकोमा बेलामा आउँदा 10 बजे आउँदा 3 बजे गएको थिएँ। वहाँ गइसके पछाडि 10 बजे आएर 10:30 बजेमा जान पर्यो। अब के संयोग हो त्यो मलाई थाहा भएन होइन। र अर्को एउटा चाहिँ के छ भने हामीले चाहिँ के चाहन्छौँ, म चाहिँ अब म लगायत के चाहन्छु भने हामीले हजुरहरूलाई कहीँबाट सोच लाउन सक्छौँ, हाम्रो पनि छ, तर हामी त लाउँदैनौँ कि चुप लाएर बस्छौँ। किनभने सानो कुराको लागि गएर सोच लाउन त्यो शोभा दिँदैन होइन छ। त्यो कसैले भनेको थियो, कार्टुन दिएको थियो, ल मलाई लगाएर पनि गरिदिइहाल्नु, तर मैले देखाइनँ, हजुरहरूसँग पुगिनँ है। तर त्यति नहुँदा पनि काम छिटो भयो। त्यो सायद कार्ड दिएको भए अलिक गफ गरिन्थ्यो होला, हजुरहरूसँग बरु ढिलो हुन्थ्यो होला, जति छिटो काम गर्छ धन्यवाद। र अर्को एउटा कुरा चाहिँ यहाँ टेलिफोन उठ्छ भन्ने कुरा पनि आयो। अब त्योभन्दा अगाडि एक विषय पढेर म के भन्न चाहन्छु भने इमेल चाहिँ हजुरहरूकोमा अस्ति बारम्बार इमेल युएसमा इमेल गर्नु भनेर दियो, तर त्यो इमेलमा चाहिँ इमेल गइरहेको थिएन है। अनि यसलाई चाहिँ रिलायबल इमेल एड्रेस गर्नु पऱ्यो र इमेल चेक पनि रिलायबल तरिकाले गर्नु पऱ्यो होइन। अनि इमेल चेक गर्ने व्यक्तिले चेक गरिरहेको छैन भने पनि आजकल हरेक तरिकाहरू छन्। अटो सिसी राख्दा हुन्छ अथवा अटो रिप्लाई राख्दा हुन्छ। अनि कोही एकजनाले मोनिटर गर्दाखेरि हेरिहाल्नुपर्ने इमेल हेरिहाल्दा भयो, हेरिहाल्नु नपर्ने इमेल छोडिदिँदा भयो। त्यो यसको म्यानेजमेन्टमा हजुरलाई के समस्या छ भने म लगायत यहाँ केही साथीहरू हुनुहुन्छ दुबईमा उदाहरणको जो चाहिँ आइटीमा चाहिँ कम्पनीको आइटी समाजहरू बसिरहनु भएको छ, उहाँहरूसँग हजुरहरूले भोलिन्टियर पैसा दिनुपर्छ भन्ने छैन। छुट्टीको बेला कोही बेला आएर बाबु यो अलि हेर्दै हेर्दै के भयो भन्नुभयो भने म लगायत धेरै साथीहरू छन् जो चाहिँ एक्सपर्ट छन् आइटीमा सफ्टवेयरमा, उनीहरूले आएर हेरिदिन्छन्, मै पनि हेरिदिन्छु होइन। त्यसमा हामीलाई दूतावासमा भोलिन्टियर रूपमा केही घन्टा काम गर्नु पाउँदा हामीलाई गर्वै लाग्छ। हामीले त्यो हरेक घन्टाको हामीले पारिश्रमिक खोज्दैनौँ है। त्यस के हुन्छ नि एउटा हजुरहरूसँग रिलेसन पनि बस्छ होइन। अब होला भएसँग कुनै तरिकाले फाइदा उठाउने ठाउँ होला होइन, त्यो तपाईँ नजाउँ, तर पनि हजुरहरूलाई अहिले पर्दाखेरि हामी सहयोग गर्न तयार छौँ। अफिसियलमै सबैलाई त्यो सार्वजनिक किनकि जिम्मेवारी जस्तो छ अरू कति चिज अप्ठ्यारो सबै होइन। त्यो एउटा संस्थाको जिम्मेवारी भएर कुन जिम्मेवारी हुन्छ म हुँदाखेरि त्यसले अल्टरनेट अप्सनको किसिमले हुन्छ होइन। जस्तै हाम्रो दिनभरि जस्तो अब डिमान्ड लेटर भन्ने कुरो के भने म डिमान्ड लेटर यो अनलाइन सिट छोडिरहने बेलामा एउटा पूर्णचन्द्र भट्टराई भन्ने त्यतिखेर म मिटिङमा गएर उहाँले के भन्नु भने त्यो सार्वजनिक सक्छै सक्दैन भन्दाखेरि यो गोप्य तपाईँलाई दिनु मिलेर भन्नु कि त्यो फेरि यहाँ त्यो मैले मात्रै पठाउनुपर्छ। अन्त त्यो कसैले मिसिट गरेर कि यहाँबाट के बेला कतिलाई तलमाथिबाट भनेर ए त्यो हाम्रो यहाँ नपठाइकन त्यहाँ जाँदैन त्यो जाँदैन, त्यहाँखेरि त्यो कुराले त्यो सम्भव छैन। अब अर्को कुरा के हो भने जस्तो ठगिने कुरा त्यो सबै भविष्यको कुरा के छ भने यस्तो नसा लागेको हुन्छ, रुसिकाने मान्छेलाई रेगुलाइज गर्नेलाई तास खेल्ने नसा लागेको पढा हुन्छ। यहाँ कतिपय कुरा हुन्छ यहाँ आइसकेपछि यहाँ कोही साथीहरू आउँदाखेरि मेरो छिमेकी रहेछ भन्छ होइन। अब यदि यो नसा लागेको हुन्छ तपाईँले पाइँदैन, यहाँ दुःख पाइन्छ भने बहिनी भाइ भन्ने हो भने आफू गएर आनन्द लिएछ यो भनेर त्यो मान्दैन। त्यसलाई त्यो माइन्ड वास यसरी गरिदिएका हुन्छन्, त्यो सामान्य प्रयासले हुँदैन। व्यक्तिले नै अब त्यो चेतनाको मूलक जति पनि कार्यक्रम गरे पनि विश्वासै गर्छ होइन। त्यो यति गाह्रो छ होइन। तपाईँको यहाँ आइसकेपछि त्यो छिमेकीले त्यो विदेश जाँदैछ भने त्यहीँ गएर भिसा मिलेर के छ प्रोसेस भनेर सोद्धा नि सोध्दैन, यति गोप्य हुन्छ फेरि। त्यसरी माइन्ड वास गरेका हुन्छन् कि त्यो चाहिँ छिमेकीलाई पनि सेयर गर्दै हुन्छ। त्यो तपाईँले पनि अनुभव गर्नु होला होइन। अब गभर्मेन्टले पनि बेला बेलामा थुप्रै सूचनाहरू सार्वजनिक गरिएको हुन्छ होइन। ठाउँ ठाउँ प्राथमिकतादेखि लिएर कार्यक्रम केही सामान्य जानकारीहरू गरे हुन्छ। तर यसरी तिनीहरूको जो नसा लागेको हुन्छ कि त्यो उनीहरूलाई विदेश नगइ हुँदैन होइन। त्यसलाई त्यो अलि प्रयास त गरिरहेको छ। हामीले त्यसलाई भर्खरको कुरा पनि गएर तर विशेष गरी हामी 2-3वटा बिजरा यसको लागि पठाउनु भने गरी पनि केही पर्सेन्ट अब सबैलाई हुन्छ कि 100% सुन्नुको कुरा हुन्छ कि सबैलाई जानेको सुन्दा 100% हुँदैन। त्यो केमिकलले खारेको पछि त 100% पनि 100% हुँदैन, तर केही कम गर्नलाई सकिन्छ कि। हामीले फेरि थप हाम्रो दूतावास गर्नुपर्ने कुराले हामी त्यसको मेजरहरू लिँदैछौँ होइन। अब अर्को टेलिफोनको कुरा म जस्तै साथीले भनेको थिएँ 80-90 भनेको अब हामीले अब सेट पनि किनेर अब अहिलेबाट टेलिभिजन आउँदैको हुन्छ र सायद यो हप्ता भनौँ न हामीले दिएको जब जुन हाम्रो प्रोग्राममा दिएको 1 महिनाको म्याच थियो 30 दिन बनाएको थियो 1 महिना बनाएको थियो भने 1 हप्ता अगाडि नै हाम्रो हुने जस्तो 1 महिना 30 दिन भनेको थियो 3 दिन डिसेम्बर के छैन हामीले त्यो हामीले बुझिहाल्यौँ। अर्को स्टार्नेसन हुन्छ त्यो ठुलो इस्यु ल्याएको त्यो हामीले एउटा कर्मचारी
डिस्प्ले खटाइदिन्छौँ होइन। त्यसो भने तपाईँको धेरै हाम्रो इङ्ग्लिसको जतासुकै प्रब्लममा हाम्रो होइन त्योको कम्प्लिट दिएको हुन्छ होइन। तपाईँहरू त्यसमा खोज्नु अस्ति साथीहरू पनि मिटिङ लेखेर आउँछ 1 महिनाको। अब आइतबार हाम्रो त्यो सेट दिन्छ आइतबार मान्छे टेक्निसियन आउँछन् र हाम्रो कर्मचारीहरू बिदा गर्ने गएको त्यसपछि हामीले आउने हप्तादेखि लास्टतिर वा अर्को हप्ताको गएर त्यो टेक्निकको चाहिँ प्रब्लम चाहिँ नोटिस विषय चाहिँ हल हुन्छ है। अब त्यसपछि जस्तो कोही बेला जस्तो कम्युनिकेसन कुरा गर्ने तपाईँलाई इमेल गर्ने चेक गर्छु त्यो इमेल अवश्य सोसियल मिडिया त्यसमा अलि बढी नै एक्टिभै छ भने फेसबुक पेज चाहिँ हाम्रो सिस्टम हुन्छ अटोमेटिक हाम्रो त्यो वेबसाइटमा डिस्प्ले हुन्छ केही कुराहरू इनबक्समा खास राख्ने कुराहरू तपाईँले प्रत्येक महिना आउनु केही चेन्ज छ। अब तपाईँले 6 महिना भएर आउनु भने यो भित्ता हुँदैन अरूको घर भित्ता बसेर नेपाली भने एउटा केही छैन हामीले दुःख लाग्छ। हिजो तपाईँ कहिले पनि चुक्नु नभएर उहाँ आउँदा पनि यहाँ टेबलमा के देखिएछ त्यो होइन त्यो मात्रै भित्ता पनि केही छैन सुन्नु होइन निट एन्ड क्लिन होइन यो हामी अरूको घरमा बसेका छौँ कि अब हामीले भाडा दिने हाम्रै गरौँ नि त्यो नेपाली भने एउटा चिन्ह छैन होइन। अब हामी 6 महिनाभरिमा अब चाहिँ प्रत्येक कोठामा प्रत्येक भित्तामा एउटा होइन एउटा नेपालसित सम्बन्धित पोस्टर राख्ने हाम्रो प्लानै छ। तपाईँहरू मैले सर भन्छ प्रत्येक महिना आउँदा तपाईँले केही न केही चेन्ज देखिन्छ। एउटा एलसिडी कसै होइन सुन्नु न त्यसले हाम्रो डिस्प्ले गर्ने पनि हाम्रो प्रोग्राम छ वेटिङ रुममा त्यो नेपालको पर्यटन सुन्नु त्यो पनि हाम्रो प्रोग्राम छ। तपाईँले मैले भने नि प्रत्येक महिना यहाँ आउनु हो भने त्योभन्दा अगाडि आउँदाखेरि त्यसले चाहिँ अर्को महिना यहाँ भित्तामा केही अर्को महिना केही डिस्प्लेको हुन्छ त्यो हाम्रो सब प्लान छ होइन। त्यो हामीले बिस्तारै आउने प्लान छ यहाँ सजिलो त्यसको लागि धन्यवाद। अब अर्को कुरा आयो जस्तो हामीले यहाँ यो काम गर्ने म्यानेजमेन्टको कुरा हो कि बजेट सधैँ आउँथ्यो पहिले उपलब्धि गरेर हुन्थ्यो। हामीले नेपालमा टर्न भनेको त मेरो त हाइट त कमै छ नि राजदूत होइन मतलब होइन अनुभव हाइट त उहाँभन्दा मेरो पनि धेरै छ है। पोस्ट हाइट मात्रै कम हो किनभने म त अमेरिकामै 4 वर्ष सानो मान्छे पेरिस 5.5 वर्ष अस्ट्रेलियामा 1 वर्ष घरमा अनुभव भने उहाँको भन्दा मेरो हाइट चाहिँ 8 छ है। पोस्टको मात्र मेरो हाइट कम होइन तर उहाँले हामीलाई जुन हाम्रो बुद्धि क्षमता अनुभव गरेको भए पोस्ट पनि हुन्थ्यो होइन। अब उहाँले आफ्नो स्टाइलले चलाउँथ्यो तपाईँलाई थाहा छ गाडी किन गर्ने अब यो मिनेटको कुरा हो है। यो चुक्ला हामीले यो सबै काम गर्नलाई हामी बिर्सी लगाएको छ। हामीलाई 2टा फाइदा हुन्छ एउटा नेपाली हामी के भनेछौँ भने तपाईँले नाफा नराख्नुहोस् तर कस्ट चाहिँ नि हामी फेरि फ्री गरेर हामी गर्दैनौँ उसको कस्ट लेभललाई राख्नु पऱ्यो नि यो मेटेरियल त्यसै आउँदैन। त्यो हामीले यहाँ बिर्सी लगाएको यदि बिर्सी लगाएर एउटा कोठा पनि हामीले राम्रो गर्न सकिँदैन तपाईँलाई थाहा छ। यसैमा म 5-7 महिना पहिला मेरो मिसेसको लागि एउटा लेटर बनाउन आउँदाखेरि यो हलमा प्रवेश गर्न छिर्दाखेरि यो कलङ्कीको बस पार्क जस्तो लागेको थियो मलाई। कलङ्कीको बस पार्कमा त टिकट भनेर जाने पासपोर्ट वितरण भएको थियो। म पनि युएको बसाइसँगै विभिन्न एम्बेसीमा गएर मेरो पासपोर्ट बुझाएर त्यो पासपोर्ट रिसिभ गर्ने तरिका कस्तो हो भनेदेखि पासपोर्ट यस्तो सेन्सिटिभ ट्राभल डकुमेन्ट हो दुबईको गभर्मेन्टले पनि एकदम सेक्रेट राखेर तपाईँको सिलबन्दी गरेर सम्बन्धित व्यक्तिको आइडी देखाएर मात्रै रिलिज गर्छ। नम्बर 1 हाम्रोमा बस पार्कमा टिकट बाँड्दा चाहिँ बाँडिएको त्यो कतिसम्म लेगलाइज अथवा राख्न हुने अथवा दिन हुने अथवा त्यो सम्बन्धी अब सिस्टम नभएर नत्र भने दुबई पासपोर्ट फर्म भर्यो गयो पासपोर्ट लिन यहाँ आउनु पनि जरुरत छैन कि छ अथवा कुरियर गरिदियो भने सम्बन्धित ठाउँमा बिचरा 50 रुपियाँ त किनभने हामीलाई हरेक एम्बेसीमा जाँदाखेरि म पनि हरेक एम्बेसीमा जाँदाखेरि मैले कुरियर गरिदिएँ कि यु कम योर सर्च टु कलेक्ट हियर भनेर सोधिया हुन्छ। हामीले बाइक कुरियर भनिदियो भने 35 दिन एड गर्छ र हामीलाई वहीँ अफिसमा पुऱ्याइदिन्छ। भनेपछि काम गर्ने दुबईमा काम गर्ने कम्पनीमा काम गर्ने व्यक्तिले पनि आफ्नो पासपोर्ट रिसिभ गर्न आइडी देखाएर वहीँ रिसिभ गरेर त यहाँ किन आउनु पऱ्यो यो कोला किन मचाउनु पऱ्यो त्यो त्यसको सल्भ छ कि छैन सम्बन्धित अहिले पनि त्यही सिस्टम छ कि यस्तै बाहिरको मान्छेले बाँडिन्छ कि दूतावासकै कर्मचारीले बाँडिन्छ। म आउँदाखेरि दूतावासको कर्मचारी नभइकन बाहिरका व्यक्तिहरूले बाँडिएको थियो। अब हाम्रो के छ हामीले कम्पनीको मान्छेले अब आएर कम्पनीको चिठी लिएर आयो भने अब हामीले कहिले पनि दिने पहिले पनि दिने गरेका थियो कम्पनीलाई। अब इन्डिभिजुअल रूपमा चाहिँ पढाउनलाई के हुन्छ अब पुरानो पासपोर्टमा अवस्था हुन्छ है। पुरानो पासपोर्ट चेन्ज गरेर पुरानो पासपोर्ट लिएर आउनु पऱ्यो होइन। नत्र कम्पनीको औपचारिक चिठी लिएर आएको अवस्थामा अहिले पहिले त भिडभाड हुँदा दिने गरेका थियो र अहिले पनि दिन्छ है। अब अर्को कुरो जुन अब
तपाईँहरूले जुन भन्नुहुन्छ अहिले फेरि गरेर सोचेको छैन त हाम्रो त भिड छैन त्यतिखेर अब हामीलाई भोलिन्टियर साथीहरूले पनि ठुलै सहयोग गरेका हुन् होइन किन हाम्रो मेन पावर कस्तो अहिले हामीले जति मेन पावर छ त्यसको 50% पनि थिएन होइन र वास्तव त्यतिखेर तपाईँले थाहा छ मैले ओब्जर्भमेन्ट त्यतिखेर तपाईँले हाम्रो पर्फर्मेन्स त हाम्रो त त्यो मेजर गर्ने हो भने त 1000 लाख मिलियनमा हुन्छ त्यो कम्पेरिजन पछि त हुन्छ भन्दाखेरि हाम्रो कम्पेरिजन यहाँको बेसी यहाँको बेसी हाम्रो कम्पेरिजनले कतारले कसरी गर्यो कतारले कति कस्टमा कति काम गर्यो त्यो त त्यो एनालाइसिस गर्नु पऱ्यो नि त्यो भने हाम्रो प्रोफेसन नम्बर 1 छ हाम्रो विषयमा म त्यतिखेर नि भन्थेँ अनि म स्वयं म त्यतिखेर बरेन्टमा चाहिँ एनुअल मिटिङमा मैले त्यो गुरुङमा पार्टी भनेको मैले 5 जना गरेर काम गर्थेँ पिओनदेखि डिसिएम संसारमा डिसिएमले गोसा र भोजरको इन्टिज पासमा गरेर तपाईँले डिसिएम भने ठुलो पोस्ट पऱ्यो यहाँ तपाईँले नेपालको गभर्मेन्ट मात्रै सिस्टम गरेर मेरो लेभलका मान्छेहरू यहाँ 90% यहाँ राज्य छ अमेरिका काठमाडौँमा एउटा इन्डियन एम्बेसडर हाम्रो मेरो लेभलमा थियो मतलब अमेरिकन राज्य पनि मेरो लेभलको मभन्दा जुनियर हुन्छ र तपाईँले अमेरिकन राज्यलाई कति ठुलो मान्नुहुन्छ अन्य परराष्ट्र मन्त्रीलाई कति ठुलो मान्नुहुन्छ तपाईँको कुरा तर हाम्रो स्ट्यान्डर्डको कुरा गरेको नि र मैले च्यालेन्ज एउटा उपस्थिति जस्तो डिप्युटी चिफ अफ मिसनले एउटा तपाईँले पैसा बुझाएको भोजर लेखेर संसारमा प्रयोग भएको थियो त्यो नेताबाट लिएपछि म त्यही भन्ने थियो त्यतिखेर 5 जना बोलाउनु पर्थ्यो र हामीले पानी पनि खान्थेन सुनेको छैन र तुलना हामीले एउटा अमेरिकन एमबिसी त गरेन हामीले तुलना गरेर कतारको एमबिसी कसरी हाम्रो नेपाल एमबिसी कसरी गरेको कति कस्टमा कति सेवा दिएछ र युको एमबिसीले कति कस्टमा कति सेवा दिएछ तुलना गरेर हेऱ्यो भने हाम्रो मिसनको जस्तो पर्फर्मेन्स हाम्रो मिसनहरूको छैन पहिलो कुरो होइन तर अहिले पनि मैले अहिले भने म्यानेजमेन्टको कुरा हो होइन जस्तै मैले यो कुरा अरू कुरा लगाए साथीहरू पठाए हामीले गर्नु सकिन्थेन होइन त्यसो त हामीले नेपाली साथीहरू फेरि गरेर भने त हाम्रो त्यहाँ हामीलाई त नेपाल आउँछ भाडा दिँदैन भन्ने मान्छे हुन्छ तर संसार दोकान दिनुपर्छ भएको कुरा तपाईँलाई भाडे दिन्छ भने यो एउटा एकसनको मान्छे आएको थियो किनेर मगा आएको थियो तपाईँलाई के गर्नु पर्यो हामी सबै गरिन्छ हाम्रो एउटा यहाँ चाहिँ एउटा के एक्सन किन छ नि यो एउटा यस्तो चाहिँ भित्र टाँसिदिन्छ हाम्रो त्यो तर त्यसमा कतिसम्म जाने जाने कुरो मिसिले संस्थाले विचार गर्छ कि अब अर्को कुरोमा जाउँ भने यहाँलाई जानकारी गराउँ भने जस्तो मैले अब हाम्रो स्टार्टसको कुरा अब यो कोही तपाईँले यतिको पैसा लगाइदिनु भने त्यो पत्रकार महासभा साथीहरू बोलाएर चिया कफी खाएछन् आनन्दले यो पनि लेख्छ तर त्यसमा हामी माइन्ड गर्दैन एमएससी मैले भने नि एमएससीको स्टार्टसको कुरा गरेँ मेरो 90% साथीहरू यहाँ सबै मेरो जुनियर उपदेशबाट होइन हाम्रो सिस्टम नभएर मात्रै नेपालमा त इन्डियन एम्बेसडर त्यो सरसेन्सरको नत्र अमेरिकन एम्बेसडर त्यो खतरबाट पर्सनबाट आएको मान्छेहरू छ त्यो अमेरिकन माथि हुँदैन एमएसको भोज भातको कुरा बेला उहाँले उठाउनु बेला हुन्छ तर त्यसै कुन ठाउँमा गऱ्यो भने नाइट क्लबमा गएर रुसिया पिच्यो त्यसले कारवाही गर्छ यो औपचारिक मिटिङमा मैले तपाईँलाई यहाँ जुस मात्रै होइन सब्जी खाऊ कोक मात्रै होइन बियर वाइन खाऊ हुस्की पनि खाऊ भने पनि हाम्रो कोटामा पार्टी चाहिँ भोलि मेरो 10 बजी मेरो पार्टी चाहिँ आइतबार कहिले पनि अहिले पनि कम्प्लिट डकुमेन्ट छैन हामीले मुसिदिन गर्छौँ होइन भिडमा होस् कहिले पनि एकदम फास्ट ह्यान्ड गर्ने जस्तै हुन्छ होइन अब के अरे यहाँ एउटा सबैभन्दा समस्या के छ जस्तो एमबिसी गरेको कुराहरू त हामीले गर्छौँ भनेर हामीले कम्प्लेन गरेको छ फोन कुरा त्यसबाट आउनुपर्छ अब एउटा इन्फर्मेसनलाई त हामीले फेरि दिइरहेको हामी त्यो सल्भ गरिहाल्छौँ होइन रसिदमा एउटा व्यक्ति आउनुभयो भने मैले कम्प्लिट डकुमेन्ट लिएर आउनु हामी डकुमेन्ट्समा ज्यादा कम्प्लेन छ मैले त उहाँ पनि भनेको थिएँ ज्यादा प्रोग्राम पनि भनेको थिएँ होइन अब हामीलाई के अरे ब्ल्याङ्क चेक दिएको छैन प्रक्रिया पुऱ्याउनुपर्छ होइन त्यो हुँदाखेरि यहाँहरूले अर्थ सबै संस्थाहरू साथीमा हाम्रो रिक्वेस्ट के छ नि यहाँहरूले पनि हामीले त्यो 7 इङ्ग्लिसमा चाहिँ मेरो पुऱ्याउनु गर्दाखेरि हामीलाई डिटेलमा चाहिँ गर्छौँ अब हामीलाई अहिले एउटा के समस्या नि अब बसिनबाट साथी आउँछ अब डकुमेन्ट एउटा लिएर आउनुहुन्छ होइन अब हामीलाई त चाहिने डकुमेन्ट हाम्रो वेबसाइटमा फेसबुकहरूमा अब जतासुकै छँदैछ होइन अब हाम्रो त ब्ल्याङ्क चाहिँ गरेर नेपाली प्रोग्राममा सबै सल्भ गरिदिएर राख्छौँ भनेर त बनाइ आउँदैन त्यसलाई चाहिने डकुमेन्ट हामीले त भन्छौँ तर हाम्रो अब चाहिने डकुमेन्ट जति आएर हामीले आज मैले भन्दैनौँ होइन त्यहाँदाखेरि मेन समस्या अब यो नेपाली एमबिसीले पनि त्यसलाई चेतनामूलक गराउनु त हाम्रो पार्छ अब परामर्श भनिसके तर यहाँहरूले पनि जस्तो यहाँहरू कुनै जस्तो विभिन्न कथा प्रोग्रामहरू हुनुहुन्छ आदिले भाषा शासक हुन्छ तर चेतनामूलक काम भएको देख्दिनँ म आज विश्व समाजको मान्यता छ म त्यहाँ जानेछु होइन अब हामी हामी जिल्लासम्मको चाहिँ उसमा जाँदैछौँ त्यसदाखेरि त्यो चेतनामूलक कार्यक्रममा चाहिँ एकदम चाहिँ त्यो पनि जोड्नको जरुरी छ जस्तो लाग्छ मेरो विचारमा हामी कति कुरा धेरै गर्छौँ यहाँ विभिन्न संस्थाले त्यसमा
एउटा इन्टरटेन साथसाथै केही दिन त्यसले आयोजना गर्ने हो र तपाईँलाई राज्य सरकारले गरिदिनु हामीले पनि त्यो हाम्रो जिल्ला स्तरसम्म हामी पनि त्यो प्रोग्राम जानेर त्यसमा हामीले पढ्दाखेरि केही कुरा जानकारी गर्न गरेका छौँ। तर संस्थाले गरेको प्रोग्राममा त्यसलाई एक दुईजना जुन भाषण त धेरैलाई गर्न हुन्छ होइन, तर कसैले पनि चेतनामूलक कार्यक्रम सिद्ध त्यति बेला हामीले अभाव गरेर उहाँबाट आउँछ हामीसित कहिले हामी पहिले त हामीले सानो पोस्टमा बसेर सहरमा पौडेको त कुरा दिन्छ हुन अब अमेरिकाको राष्ट्रपतिलाई नि रिस उठ्छ, त्यस डिसिसन हुनु हुन्छ कि एउटा हाम्रो त्यो इमेज